अब म एआई को यो फन्डामेन्टल र एआई को ट्रेन्डको बारेमा केही तपाईँहरूलाई जानकारी दिन्छु। सुरुमा एआई भनेको के हो भन्ने कुरामा तपाईँहरूले के चाहिँ बुझ्नु भएको छ, अलिअलि त केही बुझ्नु भएको छ होला, त्यो यसो तपाईँहरूले मनमा नै सोच्दै गर्नुहोस्। ल, विकास केसी सरले गुड छ सर भन्नुभएको छ। अब एआई भनेको दैनिक जीवनमा सुनिरहेकै कुरा छ, आजभोलिको सन्दर्भमा आइसकेपछि त एआईको प्रारूप भनेको आर्टिफिसियल इन्टेलिजेन्स हुन्छ। अब यो एआई भनेको के हो म एकछिनमा कुरा गर्छु। फुल फर्मको कुरा गर्दाखेरि आर्टिफिसियल इन्टेलिजेन्स, जसलाई नेपालीमा रूपान्तरण गर्दाखेरि कृत्रिम बुद्धिमत्ता भनेर एआईको प्रारूप हुन जान्छ। अब आजको सेसनमा हामीले एआई भनेको के हो, न्यारो एआई, जनरल एआई र सुपर एआई बिचको फरक के हो अथवा के हो खास यो भनेको कुरा, र मोडर्न ट्रेन्डहरू के छ एआईको बारेमा, जेनेरेटिभ एआई, मल्टिमोडल एआई, यस्ता कुराहरूको बारेमा पनि हामीले आजको सेसनमा जानकारी लिनेछौँ। र केही की टिचसँग सम्बन्धित टर्महरू हुन्छन्, जस्तो न्युरल नेटवर्क, ट्रान्सफर्मर, यस्ता कुराहरूको बारेमा पनि केही छोटो मिठो म तपाईँहरूलाई जानकारी दिनेछु। र यो थ्योरी सक्दा बित्तिकै म तपाईँलाई प्र्याक्टिकल नै गराएर सम्पूर्ण तपाईँहरूले प्र्याक्टिकल सेसन नै गराउनेछु। र तपाईँहरूले आज एउटा खालको भिडियो पनि मजाले बनाउन सिक्नुहुनेछ। त्यो भिडियो भनेको कस्तो भिडियो हो त भन्दाखेरि तपाईँहरूले देखिरहनु भएको हुन्छ होला, यस्तो खालको भिडियोहरू बनाएर हाम्रो सोसियल मिडियामा पोस्ट हाई फ्रेंड्स, गर्नु। मेरो नाम गेत हो। मैं एक एआई हूँ र मलाई धीरेन्द्रले बनाएको हो। एन्ड आज म मार्केटमा घुम्न आएकी छु। यहाँ धेरै रमाइलो छ, धेरै मान्छेहरू आएको छ र मार्केट एकदम लाइभली छ। यो भ्लगमा तिमीलाई यो रमाइलो बजारको एक्सपिरियन्स देखाउन मन लाग्यो। मलाई त एकदम मजा आयो। ल, ठिक छ। यस्तो खालको भिडियोहरू पनि हामीले आजको सेसनमा बनाउन सिक्नेछौँ, र त्यो भएर तपाईँहरूले अन्तिमसम्म एकदमै ध्यान दिएर आजको सेसन हेर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु। अब कुरा गरौँ खास एआई भनेको के हो भन्ने सन्दर्भबाट। एआई भनेको कृत्रिम बुद्धिमत्ता, आर्टिफिसियल इन्टेलिजेन्स यसको पुरा रूप हो भन्ने कुरा मैले तपाईँलाई जानकारी गराइसकेको अवस्था छ। यो भनेको कम्प्युटर वा मेसिनहरूले मानिसको जस्तै सोच्ने, सिक्ने, बुझ्ने र समस्यालाई समाधान गर्न सक्ने क्षमता भनेको के हो त, एआई हो, जसको प्रारूप आर्टिफिसियल इन्टेलिजेन्स भयो। अब इक्जाम्पल, यो त थ्योरीको कुरा भयो। इक्जाम्पल हेर्दाखेरि रिकमेन्डेसन सिस्टम तपाईँले विचार गरिरहनु भएको हुन्छ होला। तपाईँले आफ्नो मोबाइलमा चट्ट मानौँ अब एउटा युट्युब खोलौँ है त, युट्युब खोलौँ अथवा फेसबुक खोलौँ। युट्युबमा चाहिँ तपाईँहरूले यसो हेर्दै हेर्दै गएको खण्डमा अब यसरी तपाईँहरूले यसरी युट्युबमा हेर्नुभयो भने यो होम स्क्रिनमा जस्तो जस्तो खालको कुराहरू तपाईँहरूले देखिरहनु भएको हुन्छ। यो होम स्क्रिनमा देखिरहेको कुराहरू, यो तपाईँहरूको रिकमेन्डमा आउने कुराहरू जुन जुन छ नि, यसलाई चाहिँ रिकमेन्डेसन सिस्टम भन्छ। यो अब कस्तो कस्तो कुराहरू तपाईँहरूले खास हेरिरहनु भएको छ, कस्ता कस्ता कुराहरू तपाईँले लाइक गर्नुहुन्छ, त्यस्ता त्यस्ता कुराहरूलाई चाहिँ रिकमेन्ड गरिरहेको पाइन्छ। त्यो के मार्फत हुने हो त भन्दाखेरि त्यो एआई मार्फत हुने कुराहरू हो। तसर्थ रिकमेन्डेसन सिस्टमलाई पनि एआईको एउटा इक्जाम्पलको रूपमा लिन सकिन्छ। अब अर्को भनेको भर्चुअल असिस्टेन्ट्सहरू, जस्तो गुगलमा तपाईँले हे गुगल भन्नुभयो भने तपाईँको मोबाइलले केही जानकारी दिन्छ। त्यसपछि अर्को च्याट जिपिटीमै पनि, जेमिनाई पनि अहिले एकछिनमा म कुरा गर्छु, त्यसमा पनि तपाईँहरूले यो भोइस मार्फत कुराकानी गर्न सक्नुहुनेछ। त्यस्ता यो भर्चुअल असिस्टेन्टहरू त गुगल एआई असिस्टेन्ट हुन्छ। अर्को आइफोन चलाउनुहुन्छ भने त्यहाँ यो सफारी ब्राउजरमा हुन्छ, अथवा त्यस्ता खालका विभिन्न कुराहरू हुन्छन्। जस्तो आइफोनमा चाहिँ तपाईँले गुगलमा है गुगल भने जस्तो हे सिरी भन्नुभयो भने आइफोनमा पनि असिस्टेन्ट हुन्छ। त्यस्ता खालका यो भर्चुअल असिस्टेन्ट अनि रिकमेन्डेसन सिस्टमलाई चाहिँ एआईको इक्जाम्पलको रूपमा लिन सकिन्छ। अब कुरा गरौँ टाइप अफ एआई। एआईका पनि प्रकार त पक्कै हुन्छन् होला। एआईका प्रकारहरू खास के हुन्छन् त, जनरल्ली हेर्दाखेरि भनेको न्यारो एआई, जनरल एआई र सुपर एआई भनेर वर्गीकरण गरेको पाइन्छ। न्यारो एआईलाई अलिकति विक एआई पनि भन्ने गरिन्छ। अब यता यो कम्प्युटरसँग यताको क्षेत्रमै आइसकेपछि, किनभने विशेष कामका लागि डिजाइन गरिएको हुन्छ यो न्यारो एआई। यो भनेको स्प्याम फिल्टर गर्नको लागि, मेलहरूमा यसो एकदम धेरै मेल आयो भने चाहिँ त्यहाँ एउटा स्प्याम फिल्टर भन्ने अप्सन हुन्छ। अब यो धेरै टेक्निकल कुरा भएको भएर तपाईँहरूले ठ्याक्कै नबुझे पनि त्यहाँ एउटा खालको अप्सन हुन्छ। र अर्को त्यही अघि मैले भने जस्तो रिकमेन्ड गर्नको लागि, युट्युबमा मान्छेले कस्तो कस्तो पहिला भिडियो हेरिरहेको छ, त्यही अनुसार अब नयाँ नयाँ भिडियो हेर्नको लागि रिकमेन्ड गर्ने, त्यस्तो रिकमेन्ड सिस्टमको लागि अघि मैले भने जस्तो त्यो गुगलको है गुगल भनेपछि बोल्ने, यही सिरी भनेपछि बोल्ने भोइस एसिस्टेन्टहरूको लागि पनि यो न्यारो एआईको युज गरिरहेको हुन्छ। यसलाई हल्का विक एआई पनि भन्छ एआई सँग, सबै एआईसँग तुलना गर्दाखेरि। अर्को भनेको जनरल एआई, यसलाई चाहिँ स्ट्रङ एआईका रूपमा पनि लिने गरिन्छ। यो भनेको काल्पनिक कृत्रिम बुद्धिमत्ता, यसलाई भनेको हाइपोथेटिकल एआई पनि भनिन्छ। हाइपोथेसिस भन्ने खालको पनि हामीले सुनिरहेका हुन्छौँ नि, परिकल्पना हो हाइपोथेसिस भनेको, जसले मानवको जस्तै बुद्धि राख्छ। जस्तै अहिले मेरो जस्तो खालको बुद्धि छ,
त्यो मान्छेको जत्तिकै बुद्धि भएको एआईलाई चाहिँ जनरल एआई भनिन्छ। कुनै पनि मान्छेले गर्न सक्ने खालका बौद्धिक काम गर्न सक्छ त्यस्तो एआईलाई चाहिँ जनरल एआईका रूपमा बुझ्न सक्छौँ। र अर्को सुपर एआई भनेको के हो त भन्दाखेरि मान्छेको भन्दा अब माथिल्लो स्तरको दिमाग जुन एआईको छ त्यसलाई चाहिँ हामीले सुपर एआईको रूपमा बुझ्न सक्छौँ, जसमा मान्छेको भन्दा धेरै सृजनशीलता, मान्छेको भन्दा धेरै समस्या समाधान क्षमता, मान्छेको भन्दा धेरै ज्ञानहरू रहेको हुन्छ भने त्यसलाई चाहिँ सुपर एआई भनेर बुझ्ने गरिन्छ। अहिले रहेका एआईका विभिन्न प्रकारहरू मध्ये प्रमुख तीनवटा एआईहरू यिनीहरू हुन्। अब यसको आधारमा अर्को जेनेरेटिभ एआई भन्ने हुन्छ। यसमा चाहिँ कुनै पनि कन्टेन्टहरू जेनेरेट गर्ने, टेक्स्टहरू जेनेरेट गर्ने, इमेजहरू जेनेरेट गर्ने, म्युजिकहरू जेनेरेट गर्ने, यस्तो खालको एआईलाई हामी के भन्छौँ? जेनेरेटिभ एआई भन्छौँ। मल्टी मोडेल एआई भन्छ। त्यो मल्टी मोडेल एआई भनेको के हो त भन्दाखेरि त्यसले टेक्स्ट पनि जेनेरेट गर्ने, भिडियो पनि जेनेरेट गर्ने, अनि अडियो पनि जेनेरेट गर्ने, अर्को कुरा इमेज पनि जेनेरेट गर्ने, सबै काम त्यो एउटै एआईले गर्छ भने त्यसलाई हामी मल्टी मोडेल एआई भनेर भन्छौँ। र लार्ज ल्याङ्ग्वेज मोडेल एलएलएमएस भनेर भन्ने गरिन्छ। अब यता यो आइटीको क्षेत्रमा, कम्प्युटरको क्षेत्रमा एलएलएमएस भनेको एकदमै महत्त्वपूर्ण टर्म पनि हो। र यो एलएलएमएस भनेको के हो त भन्दाखेरि एकदमै धेरै डेटाहरू त्यसलाई प्रोभाइड गर्ने, ती डेटाहरू त्यसले चाहिँ एनालाइसिस गर्छ ड्यूटा देखा पाओ राति नहीं तो रोई बाबू। र त्यसको आधारमा चाहिँ तपाईँहरूको के गर्छ त भन्दाखेरि लार्ज मोडेल एआईले चाहिँ काम गर्ने गर्दछ। जस्तो यसको इक्जाम्पलको रूपमा चाहिँ च्याट जिपिटी 3, त्यसपछि अन्य कुराहरू पनि लिन सकिन्छ। अब यो थ्योरी एकैछिनमा सकिँदैछ, त्यसपछि म तपाईँहरूलाई प्र्याक्टिकल रूपमै सिकाउने छु। र अब यो यस्तो शक्तिशाली एआईहरू हुँदो रहेछन्, कुनै चाहिँ ठिकठिकै मान्छे जत्तिकै बुद्धि भएका, कुनै चाहिँ मान्छेभन्दा एकदम धेरै बुद्धि भएका, अनि कुनै चाहिँ ल ठिकै मान्छेभन्दा कम बुद्धि भएका, दैनिक कामसाम यसो मोबाइलमा चाहिँ रिकमेन्ड गर्ने त्यस्ता खालका एआईहरू पनि हुँदो रहेछन्। यसको पछाडि टेक्नोलोजी चाहिँ के हुन्छ, यो एआई कसरी बन्छ भन्ने कुरा पनि त महत्त्वपूर्ण हुन्छ होला। त्यसो भए यो एआईको पछाडि टेक्नोलोजीको कुरा गर्दाखेरि एउटा न्युरल नेटवर्क्स भन्ने हुन्छ। यो न्युरल नेटवर्क्स भनेको चाहिँ के हो त भन्दाखेरि यो कम्प्युटरहरू जुन छन् ती कम्प्युटरहरूको सिस्टमले चाहिँ मान्छेको दिमागको जस्तै संरचनाबाट काम गर्न प्रेरित भयो भने त्यसलाई चाहिँ हामी न्युरल नेटवर्क्स भनेर भन्छौँ। यो के कामको लागि प्रयोग हुन्छ त भन्दाखेरि चित्र पहिचान गर्नको लागि, अनि त्यसपछि मैले जस्तो बोलिरहेको छु एआईले पनि त्यस्तै बोल्छ, त्यो भनेको त्यसलाई नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङको लागि, यी यस्ता कामको लागि न्युरल नेटवर्क्सको प्रयोग गरिन्छ। यो एकदमै महत्त्वपूर्ण छ। जस्तो मान्छेको दिमागले जसरी काम गर्छ त्यसै गरी त्यही संरचनाबाट प्रेरित भएको कुरालाई चाहिँ हामीले के भन्छौँ त न्युरल नेटवर्क्स भन्छौँ। अर्को कुरा भनेको ट्रान्सफर्मर्स भन्ने गरिन्छ। ट्रान्सफर्मर भनेको के हो त भन्दाखेरि यो पनि एक प्रकारको कम्प्युटर मोडेल हो। जस्तै क्रमबद्ध यो डाटाहरूलाई, जस्तै वाक्यलाई अथवा टेक्स्टलाई चाहिँ सजिलै बुझ्न र काम गर्न सक्छ। यो विशेष गरी भाषा सम्बन्धी कामहरूमा उपयोगी हुन्छ, जसले एआईलाई मानिसहरू जस्तै लेख्न र बुझ्न सक्षम बनाउँछ। यो न्युरल नेटवर्क्सकै एउटा प्रकार हो। खास भन्ने हो भने त न्युरल नेटवर्क्स चाहिँ मान्छेको दिमागको जस्तै संरचना हुन्छ। र अर्को ट्रान्सफर्मर भनेको पनि त्यस्तै खालको विभिन्न खालका वाक्यहरू, विभिन्न खालका टेक्स्टहरू यसले सजिलै बुझेर रेस्पोन्स गर्न सक्छ, त्यसलाई चाहिँ ट्रान्सफर्मर भनिन्छ। अब रिइन्फोर्समेन्ट लर्निङ भनिन्छ। यो भनेको कस्तो हो त भन्दाखेरि जस्तै आज मैले तपाईँहरूलाई एउटा विषयवस्तुमा जानकारी दिनेछु। अब मैले बोल्दा बोल्दै केही कुरामा मिस्टेक गरेँ, अथवा आज मैले यो बोल्दै थिएँ, बिचमा अब झ्याप्प बत्ती गयो, अथवा बिचमा झ्याप्प वाइफाई गयो। अब वाइफाई गयो भनेपछि मैले अर्को ट्रेनिङ दिनेबाट के सोच्छु त भन्दाखेरि यो जाँदा जाँदै कहिलेकाहीँ त बत्ती गएर ल्यापटप चाहिँ स्विच अफै भइहाल्दो रहेछ, त्यो भएर मैले ब्याकअप प्लान गराउनुपर्छ, अथवा वाइफाई नै गइहाल्दो रहेछ, त्यो भएर मैले डाटा तान्नु पर्दो रहेछ भनेर मैले रिइन्फोर्समेन्टबाट एउटा लर्न गरेँ। भनेको मैले गल्तीबाट अथवा पहिलो पटक गरेको प्रयोगबाट केही कुराहरू सिकेँ, त्यसलाई चाहिँ रिइन्फोर्समेन्ट लर्निङ भनिन्छ। र यो एआईको पछाडि एउटा युज भएको टेक्नोलोजीमा पनि यही खालको एउटा अवधारणा हुन्छ। मानौँ च्याट जिपिटीलाई आज तपाईँले सोध्नुभयो नेपालको प्रधानमन्त्री को हो भनेर, अब च्याट जिपिटीले उत्तर दियो नेपालको प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ भनेर। तर अहिले त केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्न, सुशीला कार्की प्रधानमन्त्री हुनुहुन्छ। अब तपाईँले च्याट जिपिटीलाई भन्नुभयो अहिले प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्न, सुशीला कार्की हुनुहुन्छ। अब त्यो भनेको च्याट जिपिटीले गल्तीबाट सिक्यो, रिइन्फोर्समेन्टबाट लर्निङ भयो। अर्को यो एआईको पछाडि हुने महत्त्वपूर्ण टेक्नोलोजी भनेको रिइन्फोर्समेन्ट लर्निङ हुन्छ, जसलाई चाहिँ ट्रायल एन्ड इररबाट पनि अथवा यो रिभ्यू गरेर केही कुराहरू सिक्ने भयो। अब यो एआईको पछाडि युज हुने भनेको मुख्य तीनवटा टेक्नोलोजीहरू भनेको यिनै हुन्। न्युरल नेटवर्क्स, यो भनेको मान्छेको जस्तै दिमागको संरचना भएको कुरा,
ट्रान्सफर्मर यो भनेको विभिन्न खालका डेटाहरू वाक्यहरू सजिलै बुझ्न सक्ने क्षमता। र रिइन्फोर्समेन्ट लर्निङ भनेको गल्तीबाट सिक्ने अथवा ट्रायल एन्ड इरर अथवा विगतका कुराहरूबाट सिक्ने यो कामलाई भनिन्छ रिइन्फोर्समेन्ट लर्निङ। अब एआईको ले चाहिँ हाम्रो जीवनमा कसरी प्रभाव पारिरहेको छ भन्ने कुरा गर्दाखेरि चाहिँ आजभोलि अब धेरै ठाउँमा एआईको प्रयोग हुँदैछ। जस्तो तपाईँहरू टिचर हुनुहुन्छ भने विद्यार्थीहरूले आजभोलि तपाईँले भ्याकेसन दिनुभयो भने च्याट जिपिटीबाट हेरेर गरिदिन्छन्, अथवा निवेदन लेख्नु कोही भनेर यसो भन्यो भने च्याट जिपिटीबाट लेखिदिन्छन्, अथवा तपाईँ अफिसमा हुनुहुन्छ भने पनि तपाईँहरूले केही चिठी पत्र तयार पार्नु पऱ्यो भने पनि यो च्याट जिपिटीले अथवा अन्य एआई टुलहरूले सहयोग गरिरहेका हुन्छन्। एकदमै धेरै डेटाहरू छन् तपाईँसँग, त्यसलाई एनालाइसिस गर्न तपाईँलाई टाइम लाग्छ भने पनि त्यो एआईहरूले चेन्ज गरिदिन्छन्। तपाईँले नबुझ्ने खालको कुनै भाषा छ, त्यो नबुझ्ने भाषालाई ट्रान्सलेट गर्नु छ भने पनि एआईहरूले गरिदिन्छन्। र विभिन्न कामको लागि एआईको प्रयोग हुन्छ, त्यो हामी एकछिनमा सिक्नेछौँ। अब यो फाइनेन्स, म्यानुफ्याक्चरिङ, रिटेल, एग्रिकल्चर विभिन्न ठाउँमा एकदम धेरै ठाउँमा एआईको युजहरू आजभोलि भइरहेको हुन्छ। अब कुरा गरौँ यो थ्योरी सेसनको निष्कर्षको। अब यो थ्योरी सेसनको निष्कर्षमा के हो त भन्दाखेरि अब एआईको चाहिँ भविष्य के हो अथवा फ्युचर अफ द एआईको कुरा गर्दाखेरि भविष्यमा कृत्रिम बुद्धिमत्ताले समाज र विभिन्न उद्योगहरूलाई रूपान्तरण गर्ने ठुलो सम्भावना राख्छ। एआईले धेरै काम गरिदिन लाग्यो आजभोलि। जस्तो तपाईँहरूलाई कुनै कानुनी सल्लाहकार लिनु पर्यो, कानुनी सल्लाह लिनु पर्यो, मानौँ झुक्किएर आज मेरो बाइकले एकजना मान्छेलाई ठोक्यो, अब मैले के गर्न सक्छु भनेर तपाईँले लयरलाई सोध्नुभन्दा त एआईलाई सोधेपछि त छिटो उत्तर पाउनु नै भयो नि त। अब त्यसो भए त लयरको त यो अथवा वकिलको त के हुने भयो, काम बिस्तारै कम हुँदै जाने भयो। अब तपाईँले आफूलाई एउटा खालको फोटो बनाउनु थियो, मजाले स्केच टाइपको फोटो, त्यो एउटा पेन्टरले मजाले डटपेनले कोर्दै 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 चित्र बनाउनु त एक दिनभरि लाग्थ्यो, अथवा अथवा एक हप्तै पनि लाग्न सक्छ एकदम राम्रो चित्र बनाउन त। तर तपाईँले त्यही कुरा एआईको मार्फत गर्नुभयो भने त त्यो एआईले त एकैछिनमा, धेरै लगाएछ भने 1 मिनटमा त तपाईँको स्केच आर्ट बनाइदिन्छ। त्यो भएर त्यत्रो मेहनत गर्ने त्यो हाम्रो पेन्टरको त अथवा त्यो के भन्छ चित्र बनाउने चित्रकारको त के भयो त जब धरापमा पर्यो। अब यो जस्तो वेबसाइटहरू बनाउने कुरा हुन्छ नि, त्यो वेबसाइटहरू एप्लिकेसनहरू बनाउन कोडिङ गर्नुपर्ने हुन्छ। त्यो कोडिङ गर्ने कुरा पनि च्याट जिपिटीले गरिदिन्छ आजभोलि। त्यो भएर अब कोडरहरूको जिन्दगी पनि त अब जिन्दगी भन्दा पनि उनीहरूको यो के भन्छ आफ्नो काम गर्ने क्रममा च्याट जिपिटीले नै गरिदिन थालेपछि त नर्मल यताउता ज्ञान भएको मान्छेले त त्यहीँबाट गर्छ, किन यो कम्प्युटर पढेको मान्छे नै चाहियो भन्ने कुरा पनि हुन्छ। त्यो भएर यो एआईले चाहिँ अबको समयमा विभिन्न कुरामा एकदमै धेरै प्रभाव पारिरहेको छ। जस्तो केही समय अगाडि पोहोरको भदौतिर हो, नेपाल टेलिकममा पनि एउटा एआई एउटा रोबोटको प्रयोग गयो। त्यो रोबोटले के गर्छ त भन्दाखेरि कस्टमरहरूलाई विभिन्न खालका जानकारी प्रदान गर्छ। अब त्यो सुरुमा अफिसहरूमा कस्टमर केयरको लागि यो के भन्छ अरे मान्छे नै राख्नुभन्दा त एआई राखिदिएपछि त्यसले जुन पनि एन्सर दिन्छ, जतिखेर पनि एन्सर दिन्छ, सबै ज्ञान एकैपटक सेट गरिदिने हो। त्यो भएर त्यस्तो खालको प्रभाव पनि त पर्न सक्छ। यस्ता खालका विभिन्न, अब त एउटा देशमा एआई मन्त्री नै बनिसक्यो भन्ने सम्मका पनि कुरा आइसकेका छन्। बनिसक्यो भन्ने भन्दा पनि बनिसकेकै अवस्था छ। पहिलो एआई मन्त्री बनिसकेको छ एउटा देशमा। त्यही भएर एआईले विभिन्न ठाउँमा प्रभाव पारेको छ। तसर्थ एआईको नलेज हुनु एकदमै महत्त्वपूर्ण कुरा छ। र एआईको भविष्यको सम्बन्धमा कुरा गर्दा पनि यही हो। अब हामी प्र्याक्टिकल सेसनतर्फ लाग्छौँ। आज हामीले च्याट जिपिटी कसरी चलाउने अथवा च्याट जिपिटी भनेको के हो थाहा पाउनु भएको छैन भने यो कुरा गर्छौँ। जेमिनाईको बारेमा हल्का कुरा गर्नेछौँ। त्यसपछि टेक्स्टबाट फोटो कसरी बन्छ भन्ने कुरा पनि गर्नेछौँ। र मैले अघि देखाए जस्तो एउटा भिडियोबाट चाहिँ एउटा टेक्स्टबाट तपाईँहरूले ब्लगिङ गरिरहेको भिडियो कसरी बनाउन सक्नुहुन्छ भन्ने कुरामा पनि हामीले विचार गरिन्छौँ। म सर तपाईँहरूलाई एकपटक फेरि सुरुबाट रिभिजन गरेँ। अहिले हामीले चाहिँ एआई भनेको के हो भन्ने कुरा गऱ्यौँ। एआई भनेको कृत्रिम बुद्धिमत्ता हो। यो भनेको कम्प्युटर वा मेसिनहरूले मान्छे जस्तै सोच्न सक्ने, सिक्ने, बुझ्ने र समस्या समाधान गर्ने क्षमता हो। रिकमेन्डेसन सिस्टम, भर्चुअल असिस्टेन्ट भनेको यसको इक्जाम्पलहरू हुन्। अब एआईको कुरा गर्दाखेरि मुख्यतया 3वटा प्रमुख टाइपहरू हुन्छन्, न्यारो एआई, जनरल एआई, सुपर एआई। न्यारो एआई भनेको त्यही रिकमेन्डेसन सिस्टम, अनि अब हाम्रो भोइस असिस्टेन्टहरू त्यस्तो कुरा भयो। जनरल एआई भनेको मान्छेको जत्तिकै बुद्धि भएको कुरा। त्यसपछि सुपर एआई भनेको मान्छेको भन्दा धेरै बुद्धि भएको कुरालाई चाहिँ सुपर एआई भनिन्छ। जेनेरेटिभ एआई, मल्टी मोडेल एआई र लार्ज ल्याङ्ग्वेज मोडेल भनेको जेनेरेटिभ भनेको कुनै पनि कुरा जेनेरेट गर्न सक्ने, टेक्स्ट, भिडियो, अडियो त्यस्तो खालको। मल्टी मोडेल भनेको त्यो एउटै एआईबाट टेक्स्ट पनि जेनेरेट हुने, भिडियो पनि जेनेरेट हुने त्यस्तो खालको कुरा। लार्ज ल्याङ्ग्वेज मोडेल भनेको एकदमै धेरै जानकारी त्योसँग भएको कुराहरू, च्याट जिपिटी 3 यसको इक्जाम्पल हो।
के टेक्नोलोजिज भनेको के चाहिँ प्रयोग हुन्छ त एआईमा भन्दाखेरि न्युरल नेटवर्क हुन्छ। यो भनेको मान्छेको जस्तै दिमाग भएको संरचना हो। ट्रान्सफर्मर भनेको एकदमै धेरै डाटाहरू सजिलैसँग बुझ्न सक्ने कुरा। रिइन्फोर्मेन्ट कहिलेकाहीँ यस्तो खालको टङ स्लिप हुन्छ। यस्तो खालको कुरा यसलाई चाहिँ के भन्न सकियो त भन्दाखेरि रिइन्फोर्समेन्ट लर्निङको कुरा पनि यो टेक्नोलोजीमा एआईको टेक्नोलोजीमा प्रयोग हुन्छ। यो भनेको गल्तीबाट सिक्ने कुरा पनि भयो। र अब कसरी हाम्रो दैनिक जीवनमा प्रभाव पार्छ भन्ने कुरा भनिसकेँ मैले, र एआईको भविष्यको कुरा पनि गरौँ। अब म तपाईँहरूलाई च्याट जिपिटी सँग लगेर जान्छु। च्याट जिपिटीसँग लगेर जाँदाखेरि अब च्याट जिपिटी भनेको यस्तो खालको हुन्छ एउटा, यो भनेको ओपन एआईले बनाएको कुरा हो। मलाई लाग्छ तपाईँहरू सबैले सायद च्याट जिपिटीको बारेमा सुन्नुभएको छ, अलिअलि त प्रयोग पनि गर्नुभएको छ। यो च्याट जिपिटी भनेको तपाईँहरूले यस्तो खालको मोबाइलमा पनि डाउनलोड गर्न सक्नुहुनेछ। यो मोबाइलमा अब तपाईँहरूले प्ले स्टोर अथवा एप स्टोरमा गएर तपाईँहरूले च्याट जिपिटी भनेर सर्च गर्नुभयो भने यो तपाईँहरूले भेटाउन सक्नुहुनेछ। यसरी तपाईँहरूको देखिनेछ च्याट जिपिटी भनेर। अहिले यहाँ क्लियर नदेखिए पनि यस्तरी खालको तपाईँहरूको च्याट जिपिटी तपाईँहरूको मोबाइलमा देखिनेछ। यसलाई तपाईँहरूले डाउनलोड गरेर मैले भनेअनुसारको काम गर्न सक्नुहुन्छ। अब म तपाईँहरूलाई केही डेमो देखाउँछु, यिनीहरूले के काम कसरी गर्छन् त भन्ने कुरा। जस्तो मसँग एउटा यति लामो लेख छ है, एउटा आर्टिकल छ। अब म के भन्छु त यो च्याट जिपिटीलाई भन्दाखेरि समराइज दिस आर्टिकल इन्टु 5 पोइन्ट। अब यो हेरौँ है त, म यसलाई उता लगेर पेस्ट गर्छु। यति लामो आर्टिकललाई मैले जम्मा 5वटा पोइन्टमा चाहिँ समराइज गर भनेर यो च्याट जिपिटीलाई भन्छु। यसले कसरी समराइज गर्छ ल हेरौँ है त। एउटा यति लामो कुराहरू छ। अब यहाँ यसले लेख्न थाल्यो, यहाँ लेखको 5वटा बुँदामा सारांश यस्तो यस्तो छ भनेर। यति लामो लेख छ। यी लेख आफैले पढेर त कतिखेर समराइज गर्ने, टाइम पनि पुग्दैन। तपाईँहरू कहिलेकाहीँ एकदमै छिटो छिटो प्रोग्राममा बोल्नु पऱ्यो भने त यति ठुलो किताब छ, यति ठुलो आर्टिकल छ, तपाईँहरूले कति बेला गरिसक्नुहुन्छ। अब तपाईँहरूको आफ्नो केही नोटहरू पनि हुन्छ। यहाँ यो लेखको यसले 5वटा बुँदामा सारांश के लेख्यो त भन्दाखेरि जनसाङ्ख्यिक लाभको अवसर र जोखिम, युवाको नेतृत्व कमी, स्थानीय तहमा आशा, राजतन्त्रको बहस र अन्तर्राष्ट्रिय तुलना, आवश्यक नीतिगत सुधार। यो भनेको एउटा यस्तो खालको यो लेखको टपिक के रहेछ त भन्दाखेरि नेपालमा युवा नेतृत्वको सम्भावना र पुरातन सत्ताको चुनौती भन्ने खालको एउटा यो आर्टिकलको शीर्षक छ। यो लगभग एकदमै हल्का लामै छ यो लेख। यो लेखमा चाहिँ के छ भनेर लेखिदियो त भन्दाखेरि नेपालको 61.96% जनसङ्ख्या सक्रिय उमेरमा छ। यसले आर्थिक विकासको ठुलो सम्भावना दिन्छ, तर बेरोजगारी, भ्रष्टाचार, वैदेशिक पलायन, शिक्षा प्रणालीको कमजोरीले यो अवसर खतरामा पारेको छ भन्दै यसले पहिलो बुँदामा लेख्यो। दोस्रो बुँदामा राष्ट्रिय राजनीतिमा विद्रोह नेताहरूको अधिपत्य कायम छ, जसले नीतिगत अस्थिरता र विकासमा अवरोध ल्याएको छ। 40 वर्ष मुनिका सांसदहरूको सङ्ख्या 10 वर्षभन्दा कम छ। यस्तो खालको गरेर यत्रो लामो लेखबाट यसले यो 5वटा पोइन्टमै जम्मा 5वटा पोइन्टमा के गरे त यसले समराइज गरिदियो। भनेको तपाईँहरूले यति लामो केही कुराहरू छ, केही कन्टेन्टहरू छ भने पनि त्यसलाई समराइज गर्नको लागि पनि गर्नुभयो। अब अर्को एउटा कुरा हेरौँ, यसले अर्को के गर्छ त भन्दाखेरि यो जम्मा मोडेल मात्रै हो। मैले एउटा अर्को प्रोम्प्ट हालेँ यसलाई भनेको राइट अ प्रोफेसनल इमेल रिक्वेस्ट टु मिटिङ विथ अ क्लाइन्ट भन्यो। एउटा इमेल चाहिँ लेखिदिनु पऱ्यो त च्याट जिपिटी भनेर हामीले यसलाई भनौँ है त के लेख्छ है यसले। ल यहाँ एउटा खालको इमेल जेनेरेट गर्यो यसले, रिक्वेस्ट टु अ सेड्युल मिटिङ भनेर क्लाइन्टको नाम यहाँ लेख्नु भनेर यसरी मजाले एउटा खालको इमेल यसले गरिदियो। ल यसलाई चाहिँ अब नेपालीमा लेख भनौँ है त, WRIT राइट इन नेपाली भनेर यसलाई भन्ने। तपाईँको प्रयोगका लागि पेसावर ढङ्गले लेखिएको बैठक अनुरोधको इमेल मस्यौदा प्रस्तुत गर्दछु भनेर लेख्यो। अब यो इमेल मजाले यहाँ माइक्रोसफ्ट वर्ड खोलेर टाइप गर्न लाग्दा त कति टाइम बित्थ्यो होला हाम्रो। यसले यहाँ इमेल लेखिदियो, बैठकको लागि अनुरोध भनेर लेख्यो, प्रिय ग्राहकको नाम। आशा गर्दछु यो सन्देशले तपाईँलाई राम्रो अवस्थामा भेट्छ। म तपाईँलाई जडरट परियोजनका लागि आउँदो त्रैमासिक रणनीतिको बारेमा छलफल गर्न बैठक तय गर्न सम्पर्क गरिरहेको छु। म विश्वास गर्छु यो कुराकानीले हामीलाई यो छोटो फाइदाहरूले केही लेख्नुहोस् भनेछ, हामीलाई हाम्रा प्रश्नहरू समाधान गर्न वा हाम्रो लक्ष्यहरूलाई अझ राम्रोसँग सहकार्य गर्न अवसर दिनेछ। कृपया आउँदो साताभित्र तपाईँको समय उपलब्धता बताइदिनु हुन म तपाईँलाई अनुकूल हुने समय समायोजन गर्न तयार छु। धन्यवाद, तपाईँको नाम र जवाफको प्रतीक्षामा छु भन्दै यसरी लेख्यो। के तपाईँलाई अझ औपचारिक बनाउन चाहनुहुन्छ, अलिक क्याजुअल मैत्रीपूर्ण तर व्यावसायिक शैलीमा चाहनुहुन्छ भनेर यसरी सोध्यो। तपाईँहरूले यसरी पनि सोध्न सक्नुहुन्छ, यसलाई अब इमेल लेखाउन पनि सक्नुहुन्छ। अघि भनेको जस्तै अब यस्तो लामो कुरालाई समराइज पनि गर्न सक्नुहुन्छ।
एउटा अर्को पनि केही काम गराएर हेरौँ अब यसलाई। अर्को काम के गरौँ त भन्दाखेरि ट्रान्सलेट दिस टेक्स्ट फ्रम इङ्ग्लिस टु नेपाली भनेर लेखौँ है त यसलाई। इङ्ग्लिसबाट नेपालीमा चाहिँ ट्रान्सलेट गरिदिनु पऱ्यो त नि च्याट भनेर सोधौँ है त के गर्छ अहिले। अब यो हाउ आर यु भनेर मैले इङ्ग्लिसमा लेखेको थिएँ, अब नेपालीमा नमस्ते तिमीलाई कस्तो छ भन्दै सोध्यो। हाउ आर यु इन्टु नेपाली, यो नेपालीमा ट्रान्सलेट गर्दाखेरि चाहिँ यस्तो खालको हुन्छ। अब यो भनेको यो हाउ आर यु भनेको त हामी जसलाई पनि थाहा हुन्छ तिमीलाई कस्तो छ भनेर सोधेको हो भनेर। तर यस्तै खालको केही लामो कन्टेन्टहरू छ जसले चाहिँ गुगल ट्रान्सलेटबाट ट्रान्सलेट गर्दाखेरि पुरै भाषिक शुद्धता नआउन सक्छ। त्यस्तो कुराहरूलाई चाहिँ तपाईँले यो च्याट जिपिटीको प्रयोग गरेर यसरी ट्रान्सलेट पनि गर्न सक्नुहुन्छ। केही कुराहरू मानौँ लामो इमेलहरू आयो, त्यो इमेलहरू पुरै अब बुझेनौँ हामीले कहिलेकाहीँ पढ्न, अब नबुझेको खण्डमा पनि त यसरी अब इङ्ग्लिसबाट नेपाली मात्रै हो भने या त जुनसुकै भाषाबाट जुनसुकै भाषामा पनि लग्न मिलिहाल्यो। त्यो भएर यस्तो खालको भाषालाई ट्रान्सलेट गर्न पनि एआईको त काम लागिहाल्यो। अब अर्को कुरा के हेरौँ त भन्दाखेरि अब एउटा 5 भिडियो आइडिया हामीले पब्लिक स्पिकिङ को भिडियो हाल्ने भन्ने कुरा गरिरहेका थियौँ नि त युट्युबमा। हामीलाई अब भिडियो बनाउने आइडिया दिनु पऱ्यो भनेर भनौँ न त यसलाई, कस्तो खालको के भिडियो बनाऊँ भन्दै। गिभ मी 5 युट्युब भिडियो आइडिया अन पब्लिक स्पिकिङ इन नेपाली भन्नु है त। नेपालीमा चाहिँ मलाई पब्लिक स्पिकिङको लागि 5वटा भिडियो। अब यो यस्तो खालको भिडियो आइडिया भनेको पब्लिक स्पिकिङ कसरी सुरुवात गर्ने, स्पिचमा आत्मविश्वास बनाउने 5 सजिला टिप्स, कुनै पनि स्टेजमा ध्यान खिच्ने तरिका, भाषण गर्दा हुने सामान्य गल्ती र समाधान, अब यो टेडेक्स जस्तै स्पिचहरू कसरी दिन सकिन्छ भन्ने खालका यस्ता खालका 5वटा टपिकमा तपाईँले भिडियो बनाउन सक्नुहुन्छ भनेर यसले दियो। अब यो ल ठिक छ, यो पनि बनाऊँ भनौँ न त, थप यसलाई डिस्क्राइब गरौँ भनेको छ यसले। अब पब्लिक स्पिकिङ कसरी सुरुवात गर्ने भनेर हामीले भिडियो बनाउँदाखेरि यसरी भन्न सक्यो अरे डिस्क्रिप्सन चाहिँ, पब्लिक स्पिकिङ सुरु गर्ने सोच्दै हुनुहुन्छ तर डर तनाव सङ्कोच कसरी हटाउने भन्ने कुरा यस भिडियोमा सिक्न चाहनुहुन्छ। यस भिडियोमा तपाईँहरूले सिक्न सक्नुहुनेछ। आफ्नो पहिलो भाषण आत्मविश्वासका साथ दिनुहोस् भनेको छ। अब यसलाई चाहिँ हामीले यो पुरै फुल कन्टेन्टसहित लेख भनौँ है त यसलाई। यसरी लेख्दाखेरि अब पुरै पुरै स्क्रिप्ट नै लेख्छ अब यसले, हेरौँ है त। ल यसरी तपाईँले सुरु गर्न सक्यो। अब नमस्कार साथीहरू, आजको भिडियोमा हामी कुरा गर्नेछौँ पब्लिक स्पिकिङ कसरी सुरु गर्ने भन्ने बारे। धेरैलाई मञ्चमा बोल्नु बित्तिकै डर लाग्छ, घबराहट हुन्छ अनि शब्द नै नआउला जस्तो लाग्छ। तर चिन्ता लिनु पर्दैन, आजको यस भिडियोले तपाईँलाई आफ्नो पहिलो भाषण आत्मविश्वासका साथ कसरी सुरु गर्ने भन्ने सजिलो तरिका सिकाउनेछ। यो तपाईँले मजाले आफ्नो शैलीमा भन्नुभयो भने त एकदम उत्कृष्ट एकदमै इफेक्टिभ इन्ट्रो भयो नि त यो त। अब आफैले लेख्दाखेरि त के भन्ने, अब भिडियो सुरु गर्दाखेरि ल नमस्कार साथीहरू, मेरो आजको पहिलो भिडियोमा स्वागत छ सम्म त हामी सबैले भनौँला। तर त्यसपछि के बोल्ने भन्ने कुरा त एकछिन सोच्नुपर्ने कुरा छ नि त हाम्रो लागि। तर यस्तो खालको एआईको प्रयोग यो पनि एकदम सजिलो छ। अब विषयवस्तु के बोल्ने त, ल भाग 1 डर किन लाग्छ भन्ने कुरा गरौँ। अस्ति सरले पनि सिकाउनु भएको छ डर किन लाग्छ। यो डरको प्रमुख कारणहरू के यस्तो प्रकारको छन् भन्दै तपाईँले भिडियोमा भन्न सक्नुहुन्छ। अब यहाँ त 30देखि 1 मिनेट 30 सेकेन्डसम्म यो कुरा भन्नुहोस् भनेरै टाइमिङसम्म लेखिदिएको छ यसले। अरूले के सोध्लान् भन्ने चिन्ताले डर लाग्छ, गल्ती हुन्छ कि भन्ने डर लाग्छ, अनुभवीको कमीले डर लाग्छ। सम्झनुहोस्, डर हुनु स्वाभाविक हो। संसारका ठुला ठुला वक्ता पनि संसारमा सुरुमा डर लाग्थ्यो भनेर यहाँ लेखिदिएको छ। अर्थात् पुरै यसले स्क्रिप्टै लेखिदियो कि तपाईँहरूले यसरी स्क्रिप्ट नै भिडियोको लेख भनेर पनि जुनसुकै विषयमा पनि बनाउन सक्नुहुन्छ। अब यो त पब्लिक स्पिकिङ सामान्य कुरा भयो। अब तपाईँहरूले मानौँ केही अझै महत्त्वपूर्ण कुरामा पनि त भिडियो बनाउन सक्नुहुन्छ, अथवा कि आफूलाई खासै नलेजै नभएको कुरामा पनि त भिडियो बनाउन सक्नुहुन्छ। अब जस्तो संसद विघटन भन्ने अस्तितिर चर्चामा आइरहेको विषय छ नि। संसद विघटन भएको खण्डमा कानुन बनाउने त संसदले हो। संसद विघटन भएको सन्दर्भमा कानुन कसरी बन्छ भन्ने मानव यदि तपाईँले लाग्यो अरे है, तपाईँले मानौँ थाहा छैन, मानौँ नि त अहिले अब त्यो थाहा छैन। तर अब यो हामी च्याट जिपीटीलाई सोधौँ है त। यहाँ म मजाले रोमनमै सोधिदिन्छु, एसएएम यो संसद संसद विघटन भएको बेला कानुन कसरी बन्छ भनेर यहाँ मैले सोधिरहेको छु है। यहाँ यस्तो खालको पनि त तपाईँले भिडियो बनाउन सक्नुहुन्छ नि त। अब मान्छेलाई एउटा खालको क्युरियोसिटी भइरहेको हुन्छ यस्तो बेला।
संसद चलिरहेको बेला प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैले पारित गरेर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुन बन्छ। संसद विघटन भएको वा अधिवेशन नचलेको बेला तत्काल कानुन बनाउन अध्यादेश जारी गर्ने व्यवस्था छ भनेर ठ्याक्क भने। आज भर्खरै पनि राष्ट्रपतिले मतदाता नावली सङ्कलन गर्नको लागि एउटा खालको अध्यादेश जारी गर्नुभएको छ नि। यो अध्यादेशै भनेको के हो भने थाहा नहुन सक्छ नि त। हो यस्ता यस्ता खालका कुराहरूलाई पनि तपाईँहरूले आफ्नो नलेज नै बढाउनको लागि पनि त यस्तो खालको च्याट जिपीटीको प्रयोग गर्न सक्नुहुन्छ। अब यहाँ सरल भाषामा भन्नुपर्दा संसद नभएको बेला सरकारले अध्यादेश मार्फत अस्थायी कानुन बनाउँछ, संसद भरेपछि त्यसलाई पक्का गर्ने वा खारेज गर्ने निर्णय हुन्छ भनेर भने। अनि यसले त अझ थप के पनि सोधेको छ भने तपाईँलाई चाहिन्छ भने नेपालको संविधानको कुन कुन धारामा यससँग सम्बन्धित कुरा छ त्यो पनि बताइदिन्छु भनेर भनेको छ। अर्थात् यस्ता सुन्दै नसुनेका विषयहरू अथवा आफूसँग सम्बन्धित नभएका विषयहरूमा पनि त तपाईँहरूले यसको प्रयोग गर्न सक्नुहुन्छ। यस्तो कुरा भयो। अब अलिकति हामी जेमिनीलाई प्रयोग गर्न सिकौँ है त। जेमिनी भनेको पनि यस्तै च्याट जिपीटी जस्तै सेम कुरा हो। त्यो भनेको गुगलको हो। जेमिनाई भनेर तपाईँले सर्च गर्न सक्नुहुन्छ यसरी। यो पनि तपाईँहरूले मोबाइलमा एप्लिकेसनै हो। यो पनि यसरी तपाईँहरूले डाउनलोड गर्न सक्नुहुन्छ। यो जेमिनाई पनि यस्तो खालको हुन्छ एउटा। म तपाईँहरूलाई देखाउँछु। यो गुगलकै साइटमा पनि आउँछ कहिलेकाहीँ, होइन भने तपाईँहरूले यसलाई पनि डाउनलोड गर्न सक्नुहुन्छ। यस्तो खालको तपाईँहरूले देख्न सक्नुहुन्छ। यस्तो खालको यो देखिरहनु भएको छ भने यसरी तपाईँहरूले यो जेमिनाई पनि मजाले डाउनलोड गर्न सक्नुहुन्छ। यसमा चाहिँ यो कुरा पनि गर्न मिल्छ। म अरू पनि तपाईँहरूलाई अलि टिप्सहरू सिकाउने छु। यो जेमिनाईलाई चाहिँ हामीले के गरेर भनौँ है त भनेपछि यो एउटा चाहिँ फेसबुकमा मोटिभेसनल क्याप्सन हाल्नु पऱ्यो। क्याप्सन लेखिदिनु पऱ्यो त नि जेमिनाई भनेर हामीले भन्नु पऱ्यो। यो जेमिनाईले अब के लेख्छ है त। ल मैले यहाँ के लेखेको थिएँ भनेपछि फेसबुकमा हाल्ने चाहिँ 3वटा मोटिभेसनल क्याप्सनहरू लेखिदिनु न त भन्दै मैले जेमिनाईलाई भनेको थिएँ। यसले के लेख्यो त पहिलो क्याप्सन भन्दाखेरि सपना देख्नुहोस्, मेहनत गर्नुहोस्, तर हार नमान्नुहोस्। तपाईँको सफलताको यात्रा आजैबाट सुरु हुन्छ भने। यो फेसबुकमा पोस्ट हाल्नको लागि यस्ता खालको क्याप्सनहरू पनि बेला बेला चाहिरहेको हुन्छ। जस्तो यस्तो तपाईँले फेसबुक चलाउँदै जानुभयो भने यसरी तपाईँहरूले क्याप्सन त देखिरहनु भएको हुन्छ फेसबुकमा। हो यस्तो खालको ल यहाँ यसले 3वटा क्याप्सन जेनेरेट गरिदियो। अर्को क्याप्सनले के लेखेको छ, जीवनमा उतार चढाव आइरहन्छ, तर याद राख्नुहोस् कि हरेक चुनौतीले तपाईँलाई अझ बलियो बनाउँछ, अगाडि बढ्नुहोस् भनेर यसले लेखिदियो। एउटा खालको एक त यो पहिलेमा मोटिभेसनल लाइन पनि भयो, दोस्रो कुरा फेसबुकमा हाल्ने एउटा खालको क्याप्सन पनि भयो। अर्को क्याप्सन के लेखेको छ त यसले भन्दाखेरि आफ्नो लक्ष्यमा ध्यान केन्द्रित गर्नुहोस्, अरूको कुरामा होइन। आफ्नो काममा विश्वास राख्नुहोस्, तपाईँको क्षमता असीमित छ भने। अथवा यस्ता खालका केही क्याप्सनहरू पनि जेनेरेट गर्न सकिन्छ भन्ने मैले तपाईँहरूले सामान्य इक्जाम्पल दिएको मात्रै। अब यहाँ फोटो पनि त जेनेरेट गर भनौँ है त यसलाई। यो क्याप्सनहरू त तपाईँले मजाले नेपाली अङ्ग्रेजी जुन भाषामा आफ्नो तरिकाले लेख्दा पनि हुन्छ। त्यो भएर मैले तपाईँहरूलाई अहिले यो रेडिमेड नै मैले देखाइरहेको। यहाँ के भन्नु त भन्दाखेरि यो सनसाइट एउटा सिटीमा सनसेट भएको खालको पिक्चर जेनेरेट गरिदिनु पऱ्यो भनेर मैले यसलाई भने है त। अब यसले पिक्चर जेनेरेट गर्छ कि गर्दैन हेरौँ। फोटो एकछिन अब जेनेरेट हुँदैछ यहाँ सनसेट। तपाईँहरूले मैले भनेको कुरा सुनिरहनु भएको छ भन्ने मैले अपेक्षा लिएको छु। यसो च्याट जिपीटी के अरे यो च्याट पनि गर्दै गर्नु होला। यहाँ चाहिँ मैले यो सनसेट भएको भनिरहेको थिएँ। यो सनसेट भएको यस्तो खालको यसले के बनाइदियो त भन्दाखेरि एउटा खालको चित्र बनाइदियो। अब यति छिटो अब यस्तो फोटो खिच्न के क्यामेरा चाहियो, के चाहियो, यस्तो खालको मजाले यसले उत्तिखेरी फोटो पनि बनाइदियो। अर्को यहाँ फोटो पनि मैले फोटोको राखेको थिएँ। अर्को एउटा खालको फोटो पनि जस्तो यहाँ मैले के राखेको छु त भन्दाखेरि अर्को पनि यस्तै खालको तपाईँहरूले फोटोलाई जेनेरेट गर्न सक्नुहुन्छ। अब यो म्याथको हिसाब पनि गरिदिन्छ है। जस्तो यहाँ एउटा खालको हिसाब हालौँ है। मैले यहाँ एउटा हिसाब हालेँ यहाँ। अब प्रोडक्ट कस्ट इज 12,500, देयर आर 7% डिस्काउन्ट, क्यालकुलेट द फाइनल प्राइस। एउटा वस्तुको मूल्य 12,500 छ, 17% डिस्काउन्ट दियो भने फाइनल प्राइस कति हुन्छ भनेर ल मैले यसलाई सोधेँ है त। अब यसले हिसाब गर्छ, यसले हिसाब पनि गर्छ। विकास सरले कमेन्ट पनि गर्नुभएको छ। 17% यसले यदि डिस्काउन्ट दियो भने 2,125 रुपियाँ डिस्काउन्ट हुन्छ र 10,375 रुपियाँमा हुन्छ भने। यो भनेको स्टुडेन्टहरूको लागि यो त मैले सजिलो एउटा म्याथको पनि यसले हिसाब गर्छ भन्दै सिकाएको मात्रै हो। यसले जेसँग सम्बन्धित अन्य हिसाब पनि गर्छ। यो जस्तो यो यहाँ मैले लेखेँ जस्तो यदि 12,500 मा 17% डिस्काउन्ट दियो भने 10,375 मा तपाईँहरूले सामान पाउनुहुन्छ भन्दै यसले यस्तो खालको म्याथको हिसाब पनि गर्यो। अझ यहाँभन्दा धेरै गाह्रो म्याथको हिसाब, ल हल्का यहाँभन्दा थोरै गाह्रो म्याथको हिसाब मैले यहाँ लेखेको थिएँ। यो म्याथको हिसाबमा हेरौँ है त। रमेशसँग 150 वटा स्याउहरू थिए,
1/3 सीतालाई दियो, 1/5 गीतालाई दियो, ऊ 10वटा आफै खायो भने अब कतिवटा स्याउहरू बाँकी रहन्छन् भन्ने मैले यसलाई सोधेको छु है त। कसरी गर्छ हिसाब हेरौँ अब। यस्तो खालको हिसाब गर्न अथवा साइन्सको क्वेसनहरू सोध्न अथवा स्कुलमा स्टुडेन्टको लागि सिलेबस दिएर क्वेसन बनाउन यसरी पनि ल यहाँ यसले गरिदियो 150 को 1/3 भनेको 50वटा स्याउ अनि अब त्यो भनेको सीतालाई दिएको गीतालाई भनेको यो 30वटा दिएको आफूले 10वटा खायो 150 मा 50 अनि 30 घटायो भने कति भयो 50 60 70 80 90 भयो अनि अब यसरी गर्दाखेरि कति भयो त 60 बाँकी रह्यो भनेर यसरी यो म्याथको हिसाब पनि गर्यो अथवा यसले अन्य खालका धेरै कामहरू पनि गर्छ यो जेमिनाई त्यसै गरी च्याट जिपिटी जस्ता अन्य एआई टुलहरू पनि हुन्छन्। रत्नबहादुर बुढाथोकी सरले पनि कमेन्ट गरिरहनु भएको छ र यसरी हुन्छ यी कुराहरू केही कुराहरू भयो जस्तो अब यो केही कुराहरू यहाँ छन्। अब अन्य अब यो अलि राम्रो खालको फोटो जेनेरेट गर्न भनौँ है त फोटो टेक्स्टलाई फोटो बनाउने पनि त एउटा खालको प्रचलन हामी माझ भइरहेको हुन्छ नि मैले एउटा खालको एउटा प्रम्प्ट लेखेको छु अब यो यहाँ तपाईँहरूले यो जेमिनाईमै गएर न्यू च्याटमा क्लिक गरेर यो मोबाइलमा हुन्छ यहाँ यता टुल्स भन्ने देखिरहनु भएको छ होला यो टुल्समा चाहिँ क्रिएट इमेज भन्ने ठाउँमा क्लिक गरेर तपाईँले यो एकछिन यो प्रम्प्ट हालिदिउँ है त यहाँ यसले यस्तो खालको एउटा फोटो बनाउँछ अहिले मैले भन्छु यो प्रम्प्टमा मैले के लेखेको छु भनेर एउटा चाहिँ नेपाली केटीले दसैँ सेलिब्रेट गरिरहेको एउटा नेपाली महिलाले दसैँ सेलिब्रेट गरिरहेको फोटो बनाउनुहोस् भन्दै मैले यहाँ भनेको थिएँ ल हेर्नुहोस् यहाँ अब यति राम्रो फोटो छ कि यो फोटो यो मान्छेले व्यक्तिगत रियल रूपमै खिचेको फोटो जस्तो छैन त यो फोटो बनाउन अब यहाँ सरले के गर्यो भन्ने सोच्नै पर्दैन तपाईँले मोबाइलमा यस्तो खालको जेमिनाई भन्ने एप डाउनलोड गर्ने मजाले यस्तो खालको देखिन्छ अहिले अथवा ल्यापटपमा त डाउनलोड गर्नु परेन सिधै जेमिनाई भन्दै सर्च गरे भइहाल्यो त्यसपछि तपाईँले आफ्नो फोटोको बारेमा हल्का केही डिस्क्रिप्सनहरू दिनुहोस् यो मैले डिस्क्रिप्सन दिएको अब यहाँ पुरै मोबाइलले मजाले सेल्फी खिचिरहेको फोटो हातमा फुल समातिरहेको फोटो यस्तो राम्रो फोटो जेनेरेट गरिदियो यो त रियलमै खिचे जस्तो फोटो छ यो त यो अहिले हामीले हेर्दा हेर्दै पो थाहा छ कि यो एआईले बनाएको फोटो हो भनेर तर यो त एआईले बनाएको हो कि मान्छेले खिचेको फोटो हो केही छुट्याउनै गाह्रो पनि छैन त्यस्तो खालको कुरा रहेको छ अब यहाँ यो दसैँ सेलिब्रेट गरिरहेको यो के अरे सेतो कुर्ता लगाइरहेको यस्तो खालको तपाईँहरूले डिस्क्रिप्सन दिनुभयो भने तपाईँहरूको डिस्क्रिप्सनको आधारमा यसले फोटो बनाइदिन्छ नत्र एउटा तपाईँले फोटो डाउनलोड गर्ने त्यही जेमिनाईमै हालिदिने मैले यस्तो फोटो बनाउन के गर्ने भन्दै सोच्नुभयो भने यस्तो यस्तो गर्नुहोस् भन्दा पनि त्यसले आफै भनिदिन्छ ल यो एउटा ल यो एउटा खालको फोटो भयो मानव एउटा अर्को खालको फोटो पनि त जेनेरेट गरेर फेरि तपाईँले जति यहाँ जेनेरेट गरे पनि हुन्छ च्याट जिपिटीमा जेनेरेट गर्नुभयो भने अहिले समय पनि लाग्छ एकछिन टाइम पनि यो त्यसले टाइम पनि लगाउँछ र निश्चित एक दिनमा यतिवटा मात्रै गर्ने भन्ने पनि हुन्छ यहाँ मैले अर्को एउटा चाहिँ नेपाली महिला कलेज गइरहेको र कलेज अगाडि उभिरहेको एउटा फोटो बनाउनुहोस् न त भन्ने यहाँ लेखेको छु है त अब यहाँ कस्तो खालको फोटो बनाउँछ अहिले चाहिँ यो हेरौँ है अब ल हेर्नुहोस् अब यो फोटो अब रियलमा खिचे भन्दा फरक छैन नि त यस्तो मजाले कपी सकी समाएको अनि चट्ट हातमा पनि पेन छ स्मार्ट वाच लगाएको छ चस्मा माथि छ ट्याक्कै अब यो त यताउता साथीहरूले पनि कुरा गरिरहेका छन् यस्तो खालको मजाले फोटो बनाउन सक्नुहुन्छ यसरी तपाईँले फोटो मजाले जेनेरेट गर्न सक्नुहुने भयो एआईको प्रयोग गरेर यो फोटोहरू तपाईँले आफ्नो भिडियोमा प्रयोग गर्न सक्नुहुने भयो अथवा आफूले केही प्रेजेन्टेसन बनाउने समयको बेला पनि प्रयोग गर्न सक्नुभयो यो यस्तो मात्रै होइन अब तपाईँको यो त मैले यो एउटा फोटो मात्रै बनाउन सिकाएको मानौँ त अब तपाईँको युट्युब च्यानलको लोगो नै बनाइदिन्छ यसले मेक यहाँ लेखौँ है त मेक युट्युब च्यानल लोगो विथ नेम बिएचआइआरइएनडिआरए भनेर भनौँ है त युट्युब च्यानलको लोगो भने है यो चाहिँ धीरेन्द्रबाट नाम भएको अथवा धीरेन्द्र नामसँग सम्बन्धित भनेर यसलाई भन्नुभयो भने तपाईँले आफ्नो युट्युब च्यानलको लोगो पनि त यसले मजाले बनाइदिने भयो त आजभोलि त केही गाह्रै छैन ल हेर्नुहोस् ठाउँको ठाउँ धीरेन्द्र भन्ने युट्युब च्यानलको लोगो बनाइदियो अरे अब यो भएन अर्को खालको यो मेरो फोटो हो यो मेरो फोटोसहित एड गरेर बनाइदिए भने पनि हुन्छ है ल यहाँ एड माई फोटो हो भनेर यहाँ जस्तै एउटा खालको कुनै फोटो हालिदिउँ न हामीले
ल यही फोटो अब यो मेरो फोटो त होइन, यहाँ छ एउटा यस्तो खालको। ल यो फोटोलाई पनि एड गरिदिनु पऱ्यो लोगोमा भन्ने छ है त। के कस्तो खालको जेनेरेट गर्छ यसले हेरौँ। तपाईँले मानौँ यहाँ आफ्नो फोटो हाल्नुहुन्छ, त्यसपछि एउटा लोगो बनाइ भनेपछि त मजाले लोगो बनाइदिने भइहाल्यो नि त यसले पनि। यसरी तपाईँहरूले यसको प्रयोग गर्न सक्नुहुन्छ। जस्ट अ सेकेन्ड भनेर लेखिरहेको अवस्था छ। एक लोगो अनस्क्रिप्ट एबल टु अपलोड फोटो भनिरहेको छ। लोगोको फोटो अपलोड गर्नुहोस् भनिरहेको रहेछ है यहाँ। एकचोटि यो लोगो फोटो तानेर अपलोड गरौँ है त। अथवा यस्तो कहीँ बेला कहीँ टेक्निकल प्रोब्लम आउनसक्छ, तर यसले गरिदिन्छ भनेर बुझ्नु पऱ्यो। यो तपाईँहरूले मजाले फुर्सद भएको समयमा चाहिँ के गर्न सक्नुहुन्छ त, के गर्न सक्नुहुन्छ भन्दाखेरि आफूले स्ट्रबेरी रेस्टुरेन्ट भन्यो र ठिक छ। यो यस्ता खालको गरी तपाईँहरूले बनाउन सक्नुहुन्छ। तपाईँहरूले यसलाई के गर्न सक्नुहुन्छ त, युज गरेर अन्य जुनसुकै आफूलाई कन्फ्युजन लागेको कुराहरू, यत्रो यो जेनेरेट गर्ने कुराहरू, यस्ता यस्ता कुराहरू, यी कुराहरूलाई चाहिँ तपाईँहरूले प्रयोग गर्न सक्नुहुनेछ। यस्ता कुराहरू पनि भयो। अब थोरै हामीले के को बारेमा सिकौँ त भन्दाखेरि एउटा यस्तै खालको एउटा एआई टुल हुन्छ जसलाई के भनिन्छ त भन्दाखेरि गुगल एआई स्टुडियो भन्ने एउटा खालको एआई टुल हुन्छ। त्यो गुगल एआई स्टुडियो भन्ने कुरा झन् एकदमै महत्त्वपूर्ण कुरा छ। यो तपाईँहरूले आफ्नो मोबाइलमा सर्च गरे पनि भयो, तपाईँहरूले ल्यापटपमा सर्च गरे पनि भयो। गुगल एआई स्टुडियो भनेर यो रेकर्डेड भिडियो त मैले तपाईँहरूलाई टेलिग्राम ग्रुपमा अपलोड गरिदिइहाल्छु, त्यहाँबाट सिक्न सक्नुहुन्छ। यसको यति राम्रो फिचरहरू रहेको छ एआईको दुनियाँमा। अब यहाँ तपाईँहरूले यो स्ट्रिममा गएर माथि च्याटमा गएर अन्य जस्तै च्याट गर्न सक्नुहुन्छ। अब यो स्ट्रिममा जानुभयो भने तपाईँहरूले वेबक्याम मार्फत र आफ्नो स्क्रिन सेयर गरेर है। ल यहाँ तपाईँहरूले सायद आवाज सुनिरहनुहुन्छ होला। म यसलाई स्क्रिन सेयर गरेर मेरो कम्प्युटरमा देखाउँछु। यसलाई स्क्रिन सेयर गर्छु, इन्टायर स्क्रिन सेयर गरेँ मैले अहिले यसलाई। अब म यसलाई के सोध्छु त भन्दाखेरि यसलाई अहिले म अब सोध्छु, नमस्कार यो गुगल एआई स्टुडियो जी। I heard. नमस्ते, म गुगल एआई स्टुडियोबाट तपाईलाई सहयोग गर्न तयार छु। हजुर के सोध्दै हुनुहुन्थ्यो? तपाईँले मेरोमा यहाँ एउटा पावर पोइन्ट प्रेजेन्टेसन खुलेको देखिरहनु भएको छ। जी, मैले माइक्रोसफ्ट पावर पोइन्टमा एउटा प्रस्तुति देखेको छु। के यसमा केही सहयोग गरौँ? हो, मैले यसमा एउटा फोटो एड गर्न खोजिरहेको थिएँ। फोटो एड गर्न जानिनँ। मैले कसरी फोटो एड गर्न सक्छु यसमा? पावर पोइन्टमा फोटो थप्न तपाईले इन्सर्ट ट्याबमा जानुपर्छ र इमेजेस समूहमा पिक्चर्स विकल्प छान्नुहोस्। त्यसपछि तपाईले आफ्नो कम्प्युटरबाट फोटो रोज्न सक्नुहुन्छ। के म तपाईलाई यो गर्न चरणबद्ध तरिकाले सहयोग गरौँ? हो, हुन्छ। ल मलाई सहयोग गर्नुहोस् त। यो इन्सर्ट भन्ने कता छ अलि थाहा भएन मलाई। हुन्छ, म सहयोग गर्छु। के तपाईले पावर पोइन्टको माथिल्लो भागमा रहेको इन्सर्ट ट्याब देख्नुभयो? त्यो हजुर हो, होम हो, ट्याबको देखेँ मैले। इन्सर्ट ट्याबमा क्लिक गरिसकेपछि इमेजेस समूहमा पिक्चर्स भन्ने विकल्प देख्नुहुन्छ। त्यसमा क्लिक गर्नुहोस्। ल ठिक छ। अब तपाईँहरूले पनि यो कुरा बुझ्नुभयो होला। यसरी यो मानौँ थाहै भएन, युजै गर्ने कसरी थाहा भएन भने पनि त यसरी युज गर्न सकिँदो रहेछ नि त। अथवा यो गुगल एआई स्टुडियोले सिकाइदिँदो रहेछ। तपाईँहरूले सायद यो मैले कुरा गरिरहेको स्क्रिनमा देखिरहेको सुन्नुभएको थियो होला। अनि यसरी थाहै नभएको कुरा पनि त तपाईँले आफ्नो मोबाइलबाट सेयर गरेर, अथवा यो जस्तो पावर पोइन्टमा फोटो कहाँबाट एड गर्ने थाहा छैन भन्ने मैले भनेँ। त्यो कुरा त के गरिदियो त यसले, यहाँबाट एड गर्नुहोस् भन्ने मजाले सिकाइदियो। यस्तो खालको जेनेरेट मिडियाबाट पनि तपाईँले यहाँ जेनेरेट गर्न सक्नुहुन्छ। अनि स्ट्रिमबाट तपाईँहरूले भोइसमा कुरा गर्न सक्नुहुन्छ, वेबक्यामबाट आफूलाई हेरेर कुरा गर्न सक्नुहुन्छ। यस्तो खालको यो चाहिँ तपाईँहरूले के गर्नु त, एआई स्टुडियोबाट युज गर्न सक्नुहुन्छ। यसको महत्त्वपूर्ण कुरा भनेको के भने, तपाईँले मानौँ केही काम गर्दै हुनुहुन्थ्यो है, केही काम गर्दै हुनुहुन्थ्यो, त्यो काम गर्न जान्नु भएन। त्यो काम गर्न जान्नु भएन भनेपछि के गर्नु पर्यो त भन्दाखेरि यो यहाँबाट तपाईँहरूले गुगल एआई स्टुडियोमा जानुहुन्छ। च्याटभन्दा तलतिर एउटा स्ट्रिम भन्ने ठाउँ लेखेको छ, त्यसमा तपाईँहरूले सेयर स्क्रिन भन्दै लेखेको छ होइन। यो सेयर स्क्रिन भन्दै लेखेको छ, तपाईँले यहाँ कुरा गर्नु, यहाँ क्लिक गर्नुभयो भने सेयर स्क्रिन हुन्छ। त्यसपछि तपाईँहरू यो च्याट, यो गुगल एआई स्टुडियो तपाईँहरू कम्प्युटर अथवा ल्यापटप देख्छ। जे जान्नु भएको होइन त्यो सोध्नुहोस्।
उसले चाहिँ जानेसम्मको कुरा, ऊबाट हुनेसम्मको कुरा उसले के गर्छ त बताइदिन्छ। यो त एकदमै एउटा विज्ञ मान्छे आफ्नै खल्तीमा बोकेर हिँडिरहेको जस्तो फाइदा भयो यसले। यसले त जे पनि नजानेको भोलिपर्सि केही काम गर्दा गर्दै नजान्न सकिन्छ, अथवा केही मोबाइलमा केही समस्या आउन सक्छ, यस्ता कुरा हुनसक्यो। च्याट जिपिटी अथवा यस्ता च्याटहरू चाहिँ कतिको शक्तिशाली हुन्छन् भन्ने अन्य केही इक्जाम्पलहरू पनि हेरौँ। जस्तै मानौँ मलाई एउटा क्याल्कुलेटर बनाइदिनु पर्यो त नि भनेर तपाईँले भन्नुभयो भने पनि यसले क्याल्कुलेटरै बनाइदिन्छ कि, क्याल्कुलेटर एप्लिकेसनै। यहाँ लेखौँ है त, राइट HTML कोड फर क्याल्कुलेटरलाई HTML कोड लेख भन्दै यहाँ मैले भनेपछि यो तपाईँहरूले यो क्याल्कुलेटर नै पनि बनाइदिन्छ यसले। अब यहाँ म एकछिनमा तपाईँहरूले यो कोडलाई सेभ गरेर म देखाउँछु। यस्ता एप्लिकेसनै बनाउन पनि तपाईँहरूले हल्का अलि धेरै रिसर्च गरेर मजाले सक्नुहुनेछ। अब यहाँ यसले लेख्दैछ। यस्तो कोड लेख्नका लागि त कम्प्युटर साइन्स पढ्नु पर्यो, अरू धेरै काम हुन्छ, यो कति समयसम्म सिक्नु पर्यो। अब यस्तो मजाले यसले के गरिरहेछ त लेखिरहेको अवस्था छ, अझै लेखिरहेकै अवस्था छ। यसरी तपाईँहरूले यो यिनीहरूको प्रयोग गरेर, प्रयोग गर्ने कसरी भन्ने कुरा अहिलेको यो एउटा एकैछिनको 1 घन्टाको सेसनमा यो सम्भव छैन क्यारे। यहाँ क्याल्कुलेटरको प्रिभ्यू नै पनि देखाए, लगभग देखाए जस्तै लागिरहेको छ। ल हेर्नुहोस्, यी क्याल्कुलेटरै भन्यो नि त होइन र? यी हेर्नुहोस् त, ल म यहाँ हिसाब गर्छु है, 9 × 8। ल यो हल्का यो इरर भनेर देखायो अहिले, तर यस्तो खालको बन्दो रहेछ भनेर बुझ्नु पर्यो। यसले यो मल्टिप्लाई गर्न सकेन, सायद प्लससम्म चाहिँ गर्छ होला। सपोर्टेड नम्बर भनेर त लेखेको छ यसले। इरर त देखायो तर लगभग बन्दो रहेछ। अब यसलाई यहाँ इरर भयो, यहाँ इरर छ भनौँ है त, एरर ओयर तपाईँले इरर आयो भनेर यसलाई भन्नुभयो भने इरर पनि के गरिदिन्छ त यसले सच्याइदिन्छ। अथवा एकैछिनमा तपाईँहरूको यस्तो यी क्याल्कुलेटरै बनाएर रेडी पर्यो भनेपछि त अब यसले जे पनि बनाइदिन्छ। यस्तो तपाईँहरूले मजाले भन्नुभयो भने अब यसले चाहिँ हल्का एकचोटि 1-2चोटि त केही समस्या देखिन सक्छ। अब तपाईँहरूले फेरिबाट यस्तो खालको समस्या आयो भनेर भन्नुभयो भने त्यो समस्या पनि समाधान भइ नै हाल्छ। तपाईँहरूले यस्तै खालका अन्य विभिन्न खालका एआई टुल पनि प्रयोग गर्न सक्नुहुन्छ। अब म तपाईँहरूलाई मैले अघि देखाए जस्तै खालको यस्तो खालको भिडियो बनाउन सिकाउँछु। यो भिडियो बनाउने प्रोसेस हाई फ्रेंड्स, थोरै केही मेरो नाम लामो त गेत छ। हो। मैं एक एआई हूँ, रमालाई धीरेन्द्रले बनाएको हो। एन्ड आज म मार्केटमा घुम्न आएकी छु। यहाँ धेरै रमाइलो छ, धेरै मान्छेहरू आएको छ र मार्केट एकदम लाइभली छ। ल ठिक छ। यस्तो बनाउनको लागि थोरै केही अन्य टुलहरूको प्रयोग गर्नुपर्ने हुन्छ। म यहाँ तपाईँहरूलाई यो गुगल एआई स्टुडियो भनेर भनिरहेको छ होइन यहाँ। ल ठिक छ। यसबाट तपाईँहरूले म कसरी बनाउने भन्ने कुरा सिकाउँछु। अब अरू धेरै प्रोसेस केही छैन होइन। यसको लागि तपाईँहरूले यो च्याट जिपिटीमै जानु पर्यो। च्याट जिपिटीमा गएर के भन्नु पर्यो त भन्दाखेरि यस्तो खालको भिडियो बनाउनको लागि चाहिँ यस्तो खालको के चाहिन्छ त भन्दाखेरि JOS1 भन्ने एउटा खालको प्रम्प्ट हुन्छ कि। यो भनेको के हो त, यसलाई पहिला सोधौँ है। यो भनेको के हो भनेर सोधौँ है त यसलाई। पहिला कुरा तपाईँहरूलाई बुझाउनको लागि त्यो यस्तो खालको प्रम्प्ट युज गरेर यसले भिडियो बनाउँछ है त। यसले अलिकति मैले भनेको के हो भनेर सोधेन। ठिक छ। एउटा डाटा संरचना हो जुन कम्प्युटरले सजिलै बुझ्ने तरिकाले लेखिन्छ। भिडियो प्रम्प्ट भनेको भिडियो बनाउन एआईलाई निर्देशन दिने टेक्स्ट हो भनेर भन्यो है। जस्तो टाइटल सूर्यको दृश्य, पहाडमा सूर्य हुँदैछ, रङ्गे आकाश देखिँदैछ। यो भनेको यो जोसन प्रम्प्ट भनेको के हो त भन्दाखेरि कस्तो भिडियो बनाउने हो, कति लामो बनाउने हो, कुन रेजुलेसनको बनाउने हो, भिडियोमा के देखाउने हो, सङ्गीत कुन प्रकारको हुने हो, यस्ता सबै डिटेलहरू पुरै लेखेको
यो भिडियोको प्रम्प्टलाई चाहिँ भनिन्छ। जस्तो कस्तो भिडियो बनाउनु भनेको सूर्यको दृश्य कति लामो 10 सेकेन्डको, कस्तो रेजुलेसन 1080p को, जस्तै 720p, अनि त्यसपछि 300 कति 60 320 कति हुन्छ नि, त्यस्तै अटोमेटिक त्यस्तो युट्युबमा भिडियोहरू आइरहेको हुन्छ नि। को भिडियोमा के देखाउने, यो पहाड र रङ्गिन आकाश, कस्तो खालको सङ्गीत पुराउनु हो, यसलाई भिडियो निमाइजेसन प्रम्प्टले विस्तृत टेम्प्लेट पनि बनाइदिन सक्छु, के म बनाइदिउँ भनेको छ, अथवा यो बुझ्नु पर्यो सुरुमा यस्तो खालको प्रम्प्टले चाहिँ बनाउने हो। जस्तो अब यहाँ तपाईँले सुरुमा के गर्नुपर्छ त भन्दाखेरि यस्तो भिडियो तपाईँले के को लागि भिडियो बनाउन खोज्नुभएको अथवा कस्तो भिडियो बनाउन खोज्नु भएको पहिला त्यो क्लियर हुनु पर्यो है। म तपाईँहरूलाई अहिले एउटा दसैँ मनाइरहेको मान्छेको ब्लग बनाउँछु। अब तपाईँले सुरुमा फोटो जेनेरेट गर्नु पर्यो, त्यही जेमिनाई एआईमा गएर। जस्तो तपाईँले भिडियो देखिरहनु भएको हुन्छ नि, मानौँ तपाईँलाई कलेज विद्यार्थीले चाहिँ हाम्रो कलेजमा एडमिसन गर्न आउनु भनेको बनाउने हो कि, अथवा एउटा मान्छेलाई चाहिँ अब बसिरहेको अथवा आमा छोरा कुरा गरिरहेको अथवा केसँग सम्बन्धित बनाउने हो सुरुमा, त्यस्तो खालको के गर्नु पर्यो त भन्दाखेरि एउटा खालको यहाँ तपाईँहरूले प्रम्प्ट टाइप गर्नु पर्यो, यो बनाउनु पर्यो। जस्तै मैले अब अघिकै त्यही एउटा फोटोलाई युज गर्छु है त्यहाँ। ल यो म यही सुरुकोलाई युज गरेर एउटा सुरुमा फोटो जेनेरेट गर्छु होइन। सुरुमा फोटो जेनेरेट गर्छु, त्यो फोटो जेनेरेट गरेको आधारमा तपाईँहरूले अघि मैले देखाए जस्तो भिडियो बनाउने हो। एउटा मैले यहाँ फोटो जेनेरेट गरेँ है त। त्यो सुरुमा तपाईँहरूले पनि यसै गरी एउटा आफूलाई कस्तो खालको फोटो चाहिएको त्यो फोटोको डिस्क्रिप्सन लेखेर फोटो जेनेरेट गर्नु होला। र फोटो जेनेरेट गरिसकेपछिको तरिका मैले यहाँ लेख्छु। ल यहाँ एउटा मैले दसैँ मनाइरहेको जस्तो फोटो जेनेरेट गरेँ, फोटो जेनेरेट भयो, यति राम्रो फोटो आइसकेको छ यहाँ बनेर है त। ल यो फोटो जेनेरेट भयो, यसलाई डाउनलोड गरौँ सुरुमा त। ल यसलाई डाउनलोड गरेर राखौँ यहाँ। यसलाई डाउनलोड गरेर ट्याक्क हामीले के गर्न सक्छौँ त, यसलाई क्रप गरिदिउँ है त अहिलेलाई। यो किनभने मोबाइल त देखाए पनि भयो, नदेखाए पनि भयो। हल्का यहाँसम्मको के गरौँ त, यसलाई क्रप गरिदिउँ। ल ठिक छ, यसलाई क्रप गरौँ। अब यसलाई चाहिँ के भनौँ भनेपछि यस्तो खालको यहीसँग सम्बन्धित यो प्रम्प्ट लेख भन्नु होला। यतिलाई चाहिँ तपाईँहरूले नसुटाउनु होला। यो प्रम्प्ट लेख भनेपछि यसले यो भिडियो जेनेरेट गराउने तरिकाको बारेमा लेखिदिन्छ कि। अब यहाँ यहीलाई लेख भनेपछि ठिक छ। ल यहाँ यस्तो खालको यसले प्रम्प्ट लेख्न स्टार्ट गर्यो है त। यसले यस्तो मजाले के लेख्छ त, यस्तो खालको कुराहरू लेखिदिन्छ। यो लेखेको कुरालाई तपाईँले अब अर्को एउटा टुलमा लगेर पेस्ट गर्नुपर्ने हुन्छ। त्यो टुलको नाम भनेको तपाईँहरूले यहाँ मैले राखेको छु, फ्लो भन्ने एउटा गुगलकै टुल हुन्छ। त्यो फ्लो भन्ने टुलमा लगेर तपाईँहरूले यो लेखेकोलाई चाहिँ यसलाई लगइन गर्नु होला। अनि लगइन गरिसकेपछि यस्तो खालको तपाईँले इन्टरफेस देख्नुहुन्छ। यहाँ न्यू प्रोजेक्ट लेखेको ठाउँमा क्लिक गर्नु होला है त। यो न्यू प्रोजेक्टको ठाउँमा यहाँ के गर्नु होला, यहाँ टेक्स्ट टु भिडियो लेखेको छ, यसमा फ्रेम टु भिडियो गर्नु होला, किनभने फोटो त हामीसँग पहिल्यै छ। यहाँ प्लसको ठाउँमा क्लिक गर्नु होला। अब यहाँ के गर्नु होला त, अपलोड इमेज गर्नु होला। आई एग्री गरिदिनुहोस् यसलाई। अपलोड इमेज गरेर यहाँ अघि डाउनलोड गरेको इमेज हामीले अपलोड गरिदिउँ। ल ठिक छ, यो ठिक देखाइरहेको छ। अब यसलाई अपलोड गरिदिउँ है त। यो अघि त्यही यो के भयो, यो अपलोड हुँदै होला सायद, यहाँ अपलोड हुन्छ। यो यही अघिको प्रम्प्ट यहाँ मसँग एउटा प्रम्प्ट छ, यसलाई चाहिँ मैले यहाँ हालिदिन्छु है लगेर। अब यो मैले कपी गरेँ, म तपाईँहरूले पछि उता पनि हालिदिउँला यो ग्रुपहरूमा। ल यहाँ एउटा हामीसँग फोटो छ, यही अनुसार अब यहाँ मैले के भनेको, के बोल भन्दै लेखेँ यहाँ छ है। कन्टेन्ट भनेको नमस्ते साथीहरू, मेरो नाम रिमा हो, म एउटा एआई हुँ र आज दसैँको दिनमा घरमा रमाइलो गरिरहेको छु। तपाईँहरूले दसैँको तयारी के गर्नुभयो भन्ने यहाँ लेखेको छ है। अब यहाँ सिन 1 ड्युरेसन 8 सेकेन्ड, क्यारेक्टर भनेको यस्तो फिमेल, नेचुरल फ्रेन्डली नेपाली, भोइस भनेको छ, एक्सप्रेम भनेको वार्म स्माइल भनेको छ हाँसिरहेको। अब यस्तो यो कन्सिस्टेन्सी आइडी भनेको अर्को भिडियो बनाउँदाखेरि चाहिने हो। यो नेपाली होम डेकोरेट फर दसैँ विथ यस्तो खालको कुराहरू, जमरा, यो टिका प्लेट, यस्तो खालको पुरै टाइप भनेको बोलिरहेको, बोलेको कन्टेन्ट चाहिँ यस्तो खालको, यो सबै कुराहरू लेखिरहेको छ। अब यसलाई चाहिँ तपाईँहरूले यहाँदेखि ट्याक्क क्लिक गरिदिनु भयो भने अब यहाँ यो भिडियो जेनेरेट हुन सुरु गर्छ। यो भिडियो जेनेरेट हुन
हल्का केही समय लाग्न सक्छ। तपाईँहरूले अब यो भिडियो अहिलेको अहिले सिकिँदैन, युट्युबतिर पनि यस्तो खालको धेरै भिडियोहरू छन्। तर तपाईँहरूले मेन कुरा यो चाहिँ अब आइसकेपछि सबैको अपेक्षा के हुन्छ भनेपछि यस्तो भिडियो धेरै ठाउँमा देखिरहेको। अब यो यतिको भिडियोहरू तपाईँहरूले अस्तितिर देख्नुभयो, त्यो यतिको भिडियो बनाउने तरिका पनि यही हो। अरू विभिन्न यो रिपोर्टरहरूले बाटोमा यो खाल्डा कसरी भयो भन्दै नेताको इन्टरभ्यू लिएको देख्नुहुन्छ, त्यो जेनेरेट गर्ने तरिका पनि त्यही हो। अब तपाईँहरूले के भन्नु पऱ्यो भने मैले अघि सिकाए जस्तो च्याट जिपिटीलाई सुरुमा मैले यस्तो यस्तो खालको भिडियो बनाउन खोजिरहेको छु, त्यो भिडियो बनाउने प्रोसेस के हो र यो यस्तो खालको एआई यो लेखिदिनु पऱ्यो, के भन्छ यसलाई, त्यो प्रम्प्टहरू लेखिदिनु पऱ्यो भनेर तपाईँले त्यही एउटा एआईलाई सोध्ने र अर्को एआईमा लगेर पेस्ट गर्ने। त्यति गरिसकेपछि त तपाईँहरूको भिडियो बनिहाल्छ। त्यो भएर भिडियो बनाउनु पनि खासै त्यस्तो गाह्रो कुराहरू रहेन। तपाईँहरूलाई मैले यो टेक्स्टहरू जेनेरेट गर्न, म्याथको हिसाब गर्ने, अन्य धेरै कुराहरू त सिकाइसकेँ। अब यो फोटोहरू पनि कति राम्रो राम्रो जेनेरेट गर्दो रहेछ, त्यस्तो फोटो जेनेरेट गर्न पनि सिकाइहालेँ। अब तपाईँहरूलाई त्यो भाइरल बनिरहेका त्यो भिडियोहरू कसरी बन्छ भनेर यहाँ देखिरहेको छ। लगभग यो भिडियो ल यहाँ भिडियो बन्यो भन्दै पनि आइरहेको छ है। भिडियो सुनौँ, यहाँ बज्यो भने। नमस्ते साथीहरू, मेरो नाम रिमा हो। म एउटा एआई हुँ र आज दशैंको दिनमा घरमा रमाइलो गरिरहेकी छु। तपाईहरूले दशैंको तयारी के गर्नुभयो? नमस्ते ल साथीहरू, हेर्नुहोस् मेरो त नाम यहाँ रिमा हो। म भिडियो। एउटा एआई हुँ र आज दशैंको दिनमा घरमा रमाइलो गरिरहेकी छु। तपाईहरूले दशैंको तयारी के गर्नुभयो? नमस्ते साथीहरू, मेरो नाम रिमा हो। म एउटा एआई हुँ र आज दशैंको दिनमा घरमा रमाइलो गरिरहेकी छु। तपाईहरूले दशैंको तयारी के गर्नुभयो? नमस्ते र तपाईँहरूले साथीहरू, मेरो देखिरहेको नाम भिडियो रिमा हो। यस्तै त हो नि, होइन? ल यो यस्तै खालका भिडियोहरू हुन् जेनेरेट गर्ने। नमस्ते साथीहरू, यो यो के अरे दसैँको तयारी कस्तो गर्दै हुनुहुन्छ भन्दै भने। अब यति यो त हल्का छोटो छ। अब यसलाई लामो बनाउनुको लागि यहाँ माथि एड टु सिन भनेको ठाउँमा क्लिक गर्नु होला। एड टु सिन लेखेपछि फेरि यस्तो खालको खुल्छ, होइन? अब यसबाट के गर्नु पर्यो त भन्दाखेरि दोस्रोको मैले पनि प्रम्प्ट यहाँ पहिला लेखेर राखेको छु। तपाईँहरूलाई त्यो अघि मैले लेखेको आइडियाले प्रम्प्ट लेखिदिइहाल्छ। त्यो प्रम्प्ट लेख्नु कुरा नि केही ठुलो कुरै भएन। यसलाई चाहिँ दोस्रोमा लगाएर राखिदिउँ है त। दोस्रोमा लगाएर राख्दाखेरि यसलाई चाहिँ ट्याक्क सारेर यतापट्टि ल्याउनु होला र यहाँ प्लसमा क्लिक गरेर यो फ्रेम बनाइ भनेर भन्नु होला। फ्रेम बनाइ भनेपछि यस्तो खालको यसले फ्रेम बनाउने छ। यसलाई चाहिँ सिन बिल्डर भनेर माथि लेखेको छ। यो एकछिनमा यो फोटोहरू जेनेरेट हुन्छ। ल यो सिन आयो एउटा, होइन? ल यो सिनमा तपाईँले यहाँ ट्याक्क क्लिक गरेपछि यही आयो। अब यहीबाट कन्टिन्यू हुन्छ। अब यहाँ के बोल्नु भन्दै लेखेको छ, यहाँ हाम्रो घरमा त धेरै रमाइलो छ, हामी सबैले मिलेर दसैँ मनाइरहेको छौँ, टिका पनि लगायौँ, थपिदिउँ है त। टिका पनि लगाइसक्यौँ भनेर मैले यहाँ लेखिदिएँ। अब यसलाई पनि एड गरेर यसले अब यहाँ 0% 1 2 3 4 भन्दै भन्दै छ। यहीबाट कन्टिन्यू हुन्छ। अब यो तपाईँहरूले धेरै बनाउनका लागि त के हुन्छ त भन्दाखेरि किन्नु पर्ने हुन्छ। तर त्यसका लागि म यो के आइडिया दिन्छु त भन्दाखेरि तपाईँले टेम्प यहाँ टेम्प मेल भनेर सर्च गर्नु होला। यो टेम्प मेल भनेको कस्तो भने जस्तै अब मेरो यहाँ dhiren.sakudahistory@gmail.com भन्ने इमेल छ नि, त्यो इमेलबाट मैले लगइन गरेको छु र पो अहिले त एउटा इमेलबाट 3वटा कि 4वटा सिनभन्दा बढी मिल्दैन। तर तपाईँले के गर्नु होला भनेपछि यहाँ एउटा टेम्प मेल भन्दै सर्च गर्नु होला। यस्तो यहाँ टेम्पोररी मेल हो, जति पनि मेल भन्छ कि यो तपाईँले एउटाबाट बनाउने, फेरि लगआउट गर्ने, अनि टेम्प मेल युज गर्ने, फेरिबाट लगइन गर्ने। यो तपाईँहरूसँग सम्बन्धित केही पनि हुन्न। यो यही कपी गरेर उता हालिदिनु होला। ओटिपी आयो भने यहाँ तपाईँको इनबक्समा देखाइहाल्छ। यो टेम्प मेल युज गरेर बेला बेला लगइन गर्नु होला, लगआउट गर्नु होला, जति चाहिन्छ भिडियो जेनेरेट गर्नु होला। त्यसरी तपाईँहरूको नयाँ नयाँ भिडियो जति पनि यो वेबसाइटहरूमा बन्दै जान्छ कि, किनभने अब यो अहिले किन्नुहुन्छ भने त धेरै राम्रो भइहाल्यो। अब सिक्नको लागि, यसो रमाइलोको लागि किन किनेर पैसा खर्च गर्ने हो जस्तो लाग्यो भने यो सजिलो आइडिया भनेको यो टेम्पोररी मेल युज गर्ने, त्यसरी बनाउने। अब यहाँ 57%, 58% भिडियो बनेको छ। यहीबाट कन्टिन्यू हुन्छ। यस्तो खालको भिडियो बनाउने तरिका पनि यो हो। अब तपाईँहरूले मैले अहिले च्याट जिपिटीको अलिकति प्रयोग, जेमिनाईको प्रयोग, अनि त्यसपछि टेक्स्टबाट फोटो बनाउने तरिका, अब भिडियो बनाउने तरिका पनि मैले तपाईँहरूलाई सिकाइहालेँ। अब तपाईँहरूले म थोरै क्यानभाबाट युट्युबको थम्बनेल बनाउने कुराहरू केही बाँकी छ, त्यो कुराहरू सिकाउने छु। अब यो कतिसम्म भयो? ल यो पनि टोटल यो कम्प्लिट भइसकेको रहेछ, होइन? ल यो सुनौ है त बाँकी के भन्नु। यहाँ हाम्रो घरमा त धेरै रमाइलो छ। हामी सबैले मिलेर दशैं मनाइरहेको छौँ। टिका पनि लगाइसक्यौँ।
ल हेर्नुहोस् त नमस्ते साथीहरू, अब यो मेरो नाम सुरुबाट रिमा है हो। म एउटा एआई हुँ र आज दशैंको दिनमा घरमा रमाइलो गरिरहेकी छु। तपाईहरूले दशैंको तयारी के गर्नुभयो? यहाँ हाम्रो घरमा त धेरै रमाइलो छ। हामी सबैले मिलेर दशैं मनाइरहेको छौँ। यहाँ टिका हामी सबैले मिलेर भन्दा हात यसरी देखाइरहेको छ नि त पछाडि आमाहरू जस्तो छ भन्ने पनि मैले त्यहाँ प्रम्प्टमा लेखेको थिएँ क्या अघि सबैले मिलेर यसरी दसैँ मनाइरहेको छौँ भन्ने त्यहाँ लेखेको थियो के अरे मतलब देखाउँदाखेरि हात पनि उता देखायो यस्तै खालको यो मैले दसैँसँग सम्बन्धित भाइब्सको बनाएँ अब तपाईँले अरू देख्ने यतिको भिडियो बनाउने अन्य भिडियो बनाउने यस्ता सबै कुराहरू चाहिँ त्यही हो ल यहाँ यस्तो रियल भोइस जस्तो कसरी बनाउँछ सर भन्नुभएको छ यो रियल भोइस जस्तो अब यही एआईमा अघि मैले कुरा गरेको थिएँ नि त यो न्युरो टेक्नोलोजी हुन्छ यहाँ भन्ने खालको यो तपाईँहरूलाई मैले यहाँ अघि भनेको थिएँ नि यो यहाँ भनेको थिएँ नि न्युरल नेटवर्क्स यो न्युरल नेटवर्क्स भनेकै काम के हो त भन्दाखेरि प्राकृतिक भाषा प्रक्रियासँग सम्बन्धित काम गर्ने हो कि यो एआईमा यो न्युरल नेटवर्क्स भन्ने टेक्नोलोजी युज गरेको हुन्छ यो न्युरल नेटवर्क्सको काम भनेको प्राकृतिक जस्तै हामी जस्तो बोलिरहेका छौँ त्यस्तै बोले जस्तै भाषा बनाउने काम चाहिँ यसको हो यसरी तपाईँहरूले बुझ्न सक्नुहुन्छ ल यहाँ हामी भिडियो हेर्दै थियौँ ल यसरी यस्तो खालको ल यो भिडियो बनेको थियो अघि है त तपाईँहरूले अब यो भिडियोलाई चाहिँ यहाँ बनिसकेको छ भिडियो यसलाई चाहिँ तपाईँले यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ यता यता यहाँ अप्सन छ यो डाउनलोड गरेर तपाईँहरूले आफ्नो कम्प्युटरमा सेभ गर्न सकिहाल्नुहुन्छ एक्सपोर्ट हुँदैछ यो केही गाह्रो कुरा भएन यति गरिसकेपछि तपाईँले सिक्नुहुन्छ मोबाइलबाट पनि भन्छ प्रोसेस यही हो मोबाइलबाट चाहिँ त्यहाँ अहिले डेस्कटप साइजलाई यहीँ मैले एक्सट्र्याक्ट गरेर यसलाई मोबाइलमा कस्तो भ्यू देखिन्छ हेरिदिन्छु है त ल हेर्नुहोस् तपाईँले यदि मोबाइलमा बनाइरहेको भए चाहिँ अब यहाँ एकछिन हुँदैछ मोबाइलमा यस्तो खालको देखिन्थ्यो कि ल यहाँ मोबाइल पनि त हेर्न मिल्छ हामीले यस्तो मोबाइलमा बनाइरहेको भए यो जुन सानोमा देखिरहेको छ यस्तो देखिन्थ्यो यो मानौँ पेनलाई तपाईँले मोबाइलमा हेर्न चाहनुभएको भए यस्तो खालको गरी मोबाइलमा खुल्छ यो कुराकानी सेम हो अरू केही पनि छैन यो तपाईँले यसलाई चाहिँ ल हेर्नुहोस् है मोबाइलमा खुल्यो भने यहाँबाट क्लिक गर्ने डाउनलोड भनेर यो माथि डाउनलोड हुन्छ यहाँ त यस्तै डाउनलोड भएको देखायो नि त हल्का थोरै अगाडि जाउँ यसबाट लोडिङ भनेर देखाइरहेको छ मोबाइलमा पनि मोबाइलको साइज यस्तो छ है तपाईँले यदि मोबाइलमा हेर्नुभयो भने चाहिँ यसरी देखाइरहेको हुन्छ यस्तो खालको तपाईँहरूले देख्नुहुन्छ ल ठिक छ अब तपाईँ मानौँ च्याट जिपिटी मोबाइलमा कस्तो देखिन्छ जस्तो लाग्ला है च्याट जिपिटी लगभग धेरैले युज गरिसक्नु भएको छ होला यी च्याट जिपिटी मोबाइलमा यस्तो खालको देखाउँछ यहाँ यो भनेको यो यस्तो भयो अब जेमिनाई मोबाइलमा कस्तो देखाउँछ गुगलमा सर्च गर्नुभयो भने यसरी देखाइरहेको हुन्छ नि त मोबाइलमा त यहाँ यसरी क्लिक गर्नुभयो मानौँ मोबाइलमा चाहिँ जेमिनाई यसरी खुलिरहेको हुन्छ केही पनि गाह्रो कुरा छैन तपाईँहरूले गरिहाल्नुहुन्छ अब यहाँ एफएलओ फ्लोबाट मैले भिडियो बनाइरहेको थिएँ होइन फ्लो तपाईँले गुगलमा सर्च गर्नुभयो भने यस्तो देखाउँछ यसरी तपाईँले क्लिक गर्नुभयो भने फ्लोको पहिलो इन्टरफेस खुल्छ अब यहाँ क्रिएट विथ फलोमा क्लिक गर्नु होला यस्तो खालको छ नि यहाँ यस्ता यस्ता खालका भिडियो बनाउँछ भन्दै लेखेको छ कि यहाँ क्रिएट विथ फलो गर्नुभयो भने यो अहिले त यहाँ यता डेस्कटप साइज खुल्यो गरे यसलाई चाहिँ इन्सपेक्ट गरेर मोबाइलमा हेरौँ ल मोबाइलमा खुल्यो भने चाहिँ यसरी खुल्छ है अघि मैले बनाएको भिडियो यहाँ आइरहेको छ अब यहाँ न्यू प्रोजेक्टमा क्लिक गर्नु होला मोबाइलमा खुल्दाखेरि चाहिँ त्यो भएर त्यस्तो गाह्रो नहोला त भन्ने मलाई लागिरहेको छ अब थोरै म क्यानभाको युट्युबको थम्बनेल बनाउन सिकाउँछु क्यानभाबाट क्यानभा पनि तपाईँले मोबाइलमा खोल्नुभयो भने एपै डाउनलोड गरे पनि हुन्छ नत्र यसरी तपाईँले खोल्न सक्नुहुन्छ है क्यानमा तपाईँले गुगलमा सर्च गर्नुभयो भने यस्तो देखाउँछ यो केही गाह्रो हुन्न खास मोबाइलमा र यो ल्यापटपमा उस्तै उस्तै नै हो अब यो क्यानभामा क्लिक गर्नुभयो के देखाउँछ त क्यानभामा स्ट्यान्ड वेब ओपन एप भनेको छ मसँग एप भएको भए त्यस्तो अप्सन देखायो यो के डिजाइन गर्नुहुन्छ भन्दा मोबाइलमा यस्तो छ म तपाईँले मोबाइलमै बनाउनु भएर मोबाइलकै साइजमा सिकाइरहेको छु है त स्टार्ट डिजाइनिङमा क्लिक गर्नुभयो भने कन्टिन्यू विथ गुगल भनेको रहेछ अर्कोबाट सिकाएँ है म तपाईँहरूलाई यसमा चाहिँ लगइन रहन्छ तपाईँहरूले यसरी मजाले गर्न सक्नुहुन्छ मोबाइल साइज नै हेर्नुहुन्छ भने पनि मोबाइलबाट चाहिँ मोबाइलमा यस्तो खालको देखाइरहेको हुन्छ है तपाईँले मोबाइलमा हेर्नुभयो भने यसरी देखाउँछ ल्यापटपमा हेर्नुभयो भने त्यही मैले अघि देखाए जस्तै सुरुकै देखाउँछ अब यहाँ मैले सर्च गर्छु युट्युब थम्बनेल भन्दै आयो के को लागि चाहिँ अब यो इन्सपेक्ट गरेको लागि एकछिन हटाइदिउँ किनभने तपाईँहरूले बुझ्न देख्न सजिलो होला
तपाईँहरूले यस्तो खालको अब युट्युब थम्बनेल सर्च गर्नुभयो भने यस्ता खालका विभिन्न खालका थुप्रै अप्सनहरू देख्नुहुन्छ। अब यहाँ तपाईँहरूले जस्तो मन लाग्यो एउटा युट्युब थम्बनेल ठ्याक्क समात्ने, त्यसलाई चाहिँ अनि तपाईँले के गर्ने त के कस्टमाइज गर्ने कुरा त हो। जस्तै यहाँ कसरी स्मार्ट लर्न गर्ने, एआईको बारेमा सिक्ने भनेको छ, यस्तो यस्तो भनेको छ। तपाईँले आफ्नो यहाँ फोटो हाल्न सक्नुहुन्छ, अन्य कुराहरू हाल्न सक्नुहुन्छ। यो मात्रै नभएर यहाँबाट त तपाईँले धेरै कुराहरू बनाउन मिल्छ। अब यहाँ यस्तो खालको टेम्प्लेटमा युट्युब थम्बनेल बनाउन, जस्तै पब्लिक स्पिकिङ भनौँ है त। पब्लिक स्पिकिङ भन्दा यहाँ लेखेपछि यस्तो खालको यो पब्लिक स्पिकिङ, यस्तो खालको पब्लिक स्पिकिङ, यस्तो खालको पब्लिक स्पिकिङ ल मानौँ यसलाई मैले कस्टमाइज गर्न मन लाग्यो अरे, यस्तो खालको तपाईँले जुन राम्रो लाग्यो एउटा खोलेर तपाईँहरूले के गर्नु सक्नुहुन्छ त मानौँ यसलाई गरौँ। यहाँ मैले मानौँ लेख्छु है त, फन्टलाई सिलेक्ट गरेँ। यो तपाईँले बोल्न डर लाग्छ भनेर यहाँ मैले लेखेँ। पब्लिक स्पिकिङ यसरी गर्नुहोस् भन्दै लेखिदिउँ है त यहाँ। फन्टलाई पब्लिक स्पिकिङ यसरी गर्नुहोस् भन्दै माथिबाट साइड बनाउने। तपाईँले आफूले अनुसारको बनाउन सक्नुहुने भयो यहाँबाट। अब प्रेजेन्ट भाइ यहाँ आफ्नो नाम लेख्नु, जस्तै राम प्रसाद लेखिदिउँ न त। डेट कहिलेको हो यस्तो, यो फोटो हटाएर म आफ्नो फोटो हाल्छु भन्ने भयो भने यहाँ तपाईँले मिलिहाल्छ। यहाँ अहिले त केही छैन, अपलोड फाइल गरेर यो अहिलेको मानौँ यस्तै यो दसैँ मनाइरहेको थियो नि त, यो दसैँ मनाएको फोटोलाई म यहाँ हालिदिन्छु भन्न पनि पाउनुभयो तपाईँले। यो फोटो यहाँ छ होइन, यसले चाहिँ यसको ब्याकग्राउन्ड रिमुभ गरिदिउँ सुरुमा। ल यो फोटोको ब्याकग्राउन्ड रिमुभ भइहाल्यो। अब यस्तो खालको तपाईँले यसरी यहाँ हालिदिनु मिल्यो नि त। ल पब्लिक स्पिकिङ गर्न डर लाग्छ यसरी बोल्नुहोस् भन्ने आयो। यो तपाईँले बोल्न डर लाग्छ पब्लिक स्पिकिङ यसरी गर्नुहोस् भन्ने यहाँ लेख्यो नि त। अब यो भइहाल्यो। यहाँ माथि पनि त तपाईँले यो द मिडिया नेटवर्क लेखिदिनु नि त। यो के आफ्नो मानौँ च्यानलको नाम जस्तो। ल यसले तपाईँहरूले सेयरमा क्लिक गरेर डाउनलोड गर्न सकिहाल्नुहुन्छ। पेज 1 to 10 भनेको छ, धेरै पेजको रहेछ एकदम। करेन्ट पेज गरौँ यसलाई डाउन गरेर। ल डाउनलोड गरिदिउँ है त यसलाई। यति राम्रो थम्बनेल बनिसकेको अवस्था छ। ल हेर्नुहोस् त यति राम्रो थम्बनेल बन्यो। अब यहाँभन्दा राम्रो थम्बनेल त युट्युबमा चाहिँदा पनि चाहिँदैन। युट्युबमा चाहिँ मोबाइलबाट भिडियो अपलोड गर्नको लागि के गर्नु होला त भन्दाखेरि तपाईँहरूले के गर्न सक्नुहुन्छ भन्दाखेरि तपाईँहरूले एउटा युट्युब स्टुडियो भन्ने एप्लिकेसन हुन्छ। युट्युबबाट आफै अपलोड गर्दाखेरि चाहिँ हल्का क्वालिटी घट्न सक्छ। यस्तो खालको वाइटी स्टुडियो, युट्युब स्टुडियो भन्दा नि वाइटी स्टुडियो भन्ने हुन्छ एउटा होइन। म यहाँबाट तपाईँहरूलाई सर्च गरेर देखाइदिउँ वाइटी स्टुडियो एप भनेर। वाइटी स्टुडियो तपाईँहरूले ट्याक्क सर्च गर्नुभयो भने
YT स्टुडियो एप भन्ने तपाईँले सर्च गर्नुभयो भने देखाइहाल्छ। यी मोबाइलमा यसरी देखाउँछ। मैले तपाईँहरूले सिकाइहालेँ मोबाइलमा हेर्ने तरिका पनि। YT स्टुडियो एप तपाईँले क्लिक गर्नुभयो भने ठ्याक्कै हेर्नुहोस् है, मोबाइलमा यसरी देखिन्छ YT स्टुडियो, युट्युब स्टुडियो नै लेखेको हुँदो रहेछ। मोबाइलमा यस्तो खालको देखाएको हुन्छ, तपाईँहरूले मोबाइलमा डाउनलोड गर्नु होला। पहिलो दिनदेखि आजसम्मको भिडियो एप्समा हालिदिनु सर भन्नुभएको छ। एप्समा त हालेको छ, तपाईँ सायद जोइन हुनु भएन होला। टेलिग्राम एप डाउनलोड गरेर तपाईँहरूले त्यहाँबाट हेर्न सक्नुहुन्छ। यहाँ म टेलिग्राम देखाइदिन्छु है त तपाईँहरूलाई। ल यहाँ यस्तो खालको यो टेलिग्राम मेसेन्जर अथवा केही भन्ने एप्लिकेसन होला, त्यो तपाईँहरूले डाउनलोड गर्नु होला है त। ल यस्तो खालको यो टेलिग्राम भन्ने देखिरहेको हुन्छ। यो टेलिग्रामलाई चाहिँ डाउनलोड गर्नु होला। यो टेलिग्राम डाउनलोड गरेर त्यहाँ हामी एउटा लिङ्क पठाइदिउँला तपाईँलाई। यो टेलिग्राममा चाहिँ भिडियोहरू अपलोड भइरहेको अवस्था छ। तपाईँहरूले त्यहाँबाट यो भिडियोहरूलाई के गर्न सक्नुहुन्छ त, हेर्न सक्नुहुन्छ। लगभग आजको अब क्लासमा हामीले धेरै कुराहरू सिकेका छौँ एआईसँग सम्बन्धित। यो कुराहरूलाई तपाईँहरूले आफूले पनि प्र्याक्टिस गरेपछि मात्रै जानिने कुरा हो। फेरि आज एकै दिनमा अहिलेको अहिले म एआई सिक्छु भन्ने कुरा पनि भएन। त्यही भएर तपाईँहरूले विशेष गरेर यसले चाहिँ प्र्याक्टिस एकदमै महत्त्वपूर्ण तरिकाले गर्नुपर्ने हुन्छ। अब म तपाईँहरूलाई अनम्युट गर्न सक्ने अप्सन त पहिल्यैबाट नै रहेछ। केही कन्फ्युजन लागेको कुराहरू, केही थप कुराहरू सिक्न चाहनुहुन्छ, केही सोध्न चाहनुहुन्छ भने सोध्नु होला। र अब अरू कुरा त एआईसँग सम्बन्धित धेरै कुराहरू तपाईँहरूले युट्युबमा सिक्न सक्नुहुन्छ। मजाले युट्युबमा सर्च गरेर अब अहिलेको अहिले यो 1 घन्टा 30 मिनटमा, 1 घन्टा 15 मिनटमा त्यस्तो धेरै कुराहरू सिकाएर सकिन सम्भव पनि हुँदैन। र यो सिकाएका कुराहरूको भिडियो तपाईँहरूलाई टेलिग्राममा आइ नै हाल्छ, त्यहाँबाट पनि तपाईँहरूले हेर्न सकि नै हाल्नुहुन्छ। त्यो भएर आज सिकाएका कुराहरू चाहिँ सिक्ने प्रयास गर्नु होला, किनभने धेरै महत्त्वपूर्ण कुराहरू छन्। त्यस्तो धेरै त केही पनि सिकेको छैन। अलिकति च्याट जिपिटीको प्रयोग गर्ने यदि जान्नुभएको थिएन भने। तर किनभने च्याट जिपिटी त धेरैले जानिसकेको अवस्था हुन्छ। त्यसपछि हल्का अलिकति जेमिनाईको प्रयोग, अनि टेक्स्टबाट फोटो कसरी बनाउने र अन्तिममा भिडियो कसरी बनाउने, अनि क्यानभाबाट थम्बनेल कसरी बनाउने भन्ने कुरा हामीले सिक्यौँ। अब एआईबाट प्रोडकास्टहरू त्यो यस्तो खालको बोलिरहेको त्यो पनि बनाउन मिल्छ। त्यसपछि अन्य धेरै कुराहरू बनाउन मिल्छ। त्यो अर्को एक दिनको सेसनमा पनि सिकाउँला, अथवा त्यहाँ टेलिग्राममा भिडियो अपलोड गरिदिउँला, अथवा तपाईँले अब आफै पनि त सर्च गर्न सक्नुहुन्छ एआईबाट यस्तो कसरी बनाउने भनेर। त्यही एआईमै सर्च गरे पनि हुन्छ, युट्युबमै सर्च गरे पनि हुन्छ, त्यहाँबाट पनि तपाईँहरूले सिक्न सकिहाल्नुहुन्छ। अब तपाईँहरू जस्तो मानौँ भोलि पर्सि अब राजनीतिसँग सम्बन्धित मानौँ जान चाहनुहुन्छ अरे है त। यहाँ दिपेन्द्र सरले भन्दै हुनुहुन्थ्यो अस्ति एक दिन। अब तपाईँहरूलाई म च्याट जिपिटीमा सोध्छु, अब यो भोलि पर्सि राजनीति क्षेत्रमा जानका लागि के विकास गर्नुपर्छ त भनेर यहाँ मानौँ। ल मानौँ च्याट जिपिटीलाई सोधिदिउँ है त एउटा कुरा। ल नेपालमा MAYOR मेयर बन्ने EROCSS प्रोसेस के छ भन्दै सोधौँ है त यसलाई, के भन्छ अहिले। नेपालमा मेयर बन्ने प्रक्रिया संवैधानिक र निर्वाचन आयोगको नियमअनुसार निर्धारित छ। म यहाँ स्पष्ट गर्छु। योग्यता भनेको छ उम्मेदवारले नेपाली नागरिक हुनुपर्छ, कम्तीमा 25 वर्षको हुनुपर्छ, न्यूनतम शैक्षिक योग्यता 10 पास हुनुपर्छ भनेको छ। अब यो ठ्याक्कै तोकेको चाहिँ छैन, यसले भन्यो आफै। सो नगरपालिका वा महानगरपालिकामा स्थायी रूपमा बसोबास गर्नुपर्छ, भ्रष्टाचार, अपराध वा चुनाव सम्बन्धी कानुनमा प्रतिबन्धमा नपर्नुपर्ने हुन्छ भनेको छ। यो जित्नका लागि चाहिँ के गर्ने भनौँ है त। जित्नको लागि जित्नकै लागि के गर्ने भन्ने ठ्याक्कै सोधिदिउँ न त के भन्छ। स्पष्ट योजना र घोषणापत्र तयार गर्नुहोस् भनेको छ। जनसम्पर्क र प्रचार प्रसारलाई चाहिँ महत्त्वपूर्ण बनाउनुहोस् भनेको छ। राजनैतिक नेटवर्क र गठबन्धन महत्त्वपूर्ण पार्नुहोस् भनेको छ। मतदातासँग सम्बन्ध स्थापित गर्नुहोस् भनेको छ। चुनावी रणनीति बनाउनुहोस् भनेको छ। यो संक्षेपमा ठोस योजना, प्रभावकारी प्रकार, जनताको विश्वास र कानुनी पालनले तपाईँ भनेको छ। अब यहाँ त यसले के पनि भन्ने भने मैले योजना बनाएर चुनाव जित्नको लागि 3-4 महिनाको कार्यतालिका पनि बनाइदिन्छु भनेर भनिदियो यसले। अब तपाईँले कुनै पनि राजनीतिक सल्लाहकारै राख्नु परेन अब त। यसले मजाले के त भन्दाखेरि 3-4 महिनाको कार्यतालिकै बनाइदिन्छु भन्यो। अब यहाँ अर्को कुरा, ल यहाँ अब मानौँ क्यानभामा जाउँ है त। यसमा क्यानभामा गएर
अब यहाँ चाहिँ इलेक्सनको एउटा इलेक्सन ब्यानर भन्दै सर्च गरौँ है त क्यानभामा। अब मानौँ भोलि पर्सि इलेक्सनमा त ब्यानर पनि त बनाउनुपर्छ आफ्नो, मलाई भोट दिनु होला भनेर। ल यहाँ इलेक्सन ब्यानर भन्दै सर्च गरौँ। इलेक्सन ब्यानरमा यस्तो आयो अमेरिकातिरको चुनावको, यहाँ भोट फर फलानु, यहाँ भोट फर यस्तो यी भन्दै आयो। ल यसरी तपाईँहरूले चट्ट यहाँ आफ्नो फोटोसोटो राखेर इलेक्सन ब्यानर भन्दै यहाँ भोट फर फलानु फलानु भन्दै आयो नि त। अब यस्तो खालको त आफै बनाए भइहाल्यो अब मजाले। अब मैले एआईसँग जानेको छु यस्तो यस्तो खालको यी लगायतका कुराहरू पनि सिक्न सकिने भयो। अथवा यसलाई अब व्यक्तिगत जीवनमा के कसरी प्रयोग गर्ने भन्ने कुरा त यो सिकिसकेपछि तपाईँहरूको आवश्यकता अनुसार हुने कुराहरू भयो। र लगभग आज मेरो क्लास यति नै हो। अब तपाईँहरूलाई के जिज्ञासा छ भने सोध्न सक्नुहुन्छ। तपाईँहरूलाई अनम्युट गर्ने अप्सन छ, यदि छैन भने च्याटमा लेख्नु होला, म अन गरिहाल्छु। तर मलाई जहाँसम्म लाग्छ छ जस्तो लाग्यो। धेरै अब नयाँ कुराहरू भएको भएर केही गाह्रो जस्तो पनि लाग्यो होला, तर त्यस्तो धेरै गाह्रो केही पनि छैन। त्यो भएर तपाईँहरूले यसले प्र्याक्टिस गर्नुभयो भने जानिहाल्नुहुन्छ। कसैले त जानी पनि सक्नु भएको छ होला, त्यस्तो धेरै केही कुराहरू सिकाइएको पनि थिएन। ठिक छ, कसैसँग केही जिज्ञासा छ भने सोध्न सक्नुहुनेछ। र विकास केसी सरले ओके सर गजब लाग्यो भन्नुभएको छ। ल ठिक छ सर ल नमस्कार। हजुर सर नमस्कार। धेरै खुसी लाग्यो हजुरले सिकाउनु भयो, धेरै कुरा जान्यो। अलिअलि त युज गर्थेँ मैले, तर हजुर सर त्यति तरिका थिएन, थाहा थिएन। अलिअलि त्यही आइडिया आएको छ सर। हजुर अनि अर्को चाहिँ जान्न खोजेको चाहिँ मैले यो स्क्रिन सेयर हजुरले जसरी हामीलाई गरेर देखाउनु भयो नि आफ्नो होस्टबाट ल्यापटपबाट, त्यसरी हामीले हजुर चाहिँ कसरी अरूलाई देखाउन सक्छौँ ए त्यो चाहिँ यो अहिले तरिका जुममा चाहिँ यसरी भयो है। तपाईँहरूलाई अब यहाँबाट मैले स्टार्ट चाहिँ भिडियो फेसबुककै भयो होइन, कुनै पनि हजुर त्यो हजुर स्क्रिन सेयर ए चाहिँ। ए ए ए। अब यसको लागि त जस्तो तपाईँहरूको विन्डोज 11मा यस्तो एउटा खालको स्न्यापिङ टुल भन्ने पनि हुन्छ। यसबाट तपाईँहरूले यसरी स्क्रिनलाई मजाले रेकर्ड पनि गर्न सक्नुहुन्छ होइन। यसरी अब यो एउटा आइडिया त त्यही नै हो, मजाले यो रेकर्ड नै गर्ने स्क्रिनलाई। यहाँ जुममै सेयर गर्नको लागि त जुमबाट तपाईँहरूले अप्सन दिए भइहाल्छ। अब यो अर्कोको लागि चाहिँ त्यही अब स्न्यापिङ टुलबाट तपाईँहरूले यसरी मजाले सर तानेर यसरी यो भिडियो रेकर्ड गर्ने होइन। त्यहीबाट पनि गर्न सकिन्छ। होइन भने अरू केही टुलहरू पनि हुन्छन्। लाइभ बस्दा बस्दै चाहिँ गर्नको लागि अर्को ओबिएस स्टुडियोहरू तिनीहरू पनि युज गर्न सकिन्छ। तर अब यो पछि भिडियो बनाउनको लागि चाहिँ अहिले अहिले त अहिले स्क्रिन देखिरहेको छैन, मैले स्क्रिन सेयर गरेन। ल ठिक छ, स्क्रिन सेयर गरेँ है त। ल यहाँ यस्तो खालको एउटा स्न्यापिङ टुल भन्ने हुन्छ कि, यो टुललाई चाहिँ तपाईँहरूले डाउनलोड गरेर जस्तै यहाँ एकछिन यसमा म देखाइदिन्छु तपाईँहरूलाई यो टुलको नाम। यो टुललाई चाहिँ तपाईँले ट्याक्क आफ्नो ल्यापटपमा डाउनलोड गरेर कामहरू गर्नुभयो भने यसबाट तपाईँले स्क्रिन रेकर्ड गर्न मिल्छ। यो स्क्रिन रेकर्ड गरेको ठाउँबाट यसरी यो यहाँ तपाईँले भिडियोमा क्लिक गरेर न्यू गरेर यस्तो खालको आफूलाई चाहिएको जति एरिया सिलेक्ट गर्नुभयो भने स्क्रिन रेकर्ड हुन्छ। अब त्यो स्क्रिन रेकर्डलाई चाहिँ तपाईँले पछिबाट भिडियोमा एड गर्न सक्नुहुन्छ। अब भिडियो एडिटिङको क्लास त भोलि फेरि छुट्टै क्लास नै आउँछ। अब यसको बारेमा थप जानकारी चाहिँ भोलि फेरि सरले पनि प्रदान गर्नुहुनेछ। हस् सर, धन्यवाद। हस् हुन्छ सर। अरू कसैलाई केही जिज्ञासा छ भने राख्न सक्नुहुन्छ। ठिक छ, अरू कसैको जिज्ञासा छ भन्ने नबुझिसकेपछि आजको सेसनलाई हामी यति गरौँ। र भोलिको दिनमा चाहिँ अब तपाईँहरूले अलिकति भिडियोलाई चाहिँ कसरी जोड्ने ती त्यस्ता कुराहरू सिक्नुहुनेछ। अन्तिमसम्म सहभागिता जनाइदिनु भएकोमा तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। यहाँहरूको बाँकी पल शुभ रहोस्।